आउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट।
+2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट। +2 म्यानेजमेन्ट BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। एक हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट।
+2 म्यानेजमेन्ट, BBS सेकेन्ड इयर अनि थर्ड इयरको ट्याक्स अकाउन्ट र फाइनान्स। नेक्स्ट एजुकेसनले गराउँछ ग्यारेन्टी पास। नेक्स्ट एजुकेसनका सेवाहरू: हप्ताको 7 दिन कक्षा सञ्चालन हुने, सबै पाठको ह्यान्ड्स आउट उपलब्ध हुने, ओल्ड इज गोल्ड र कोर्स बुक दुवै पढाइने, सबै क्लासको रेकर्डेड भिडियो उपलब्ध गराइने, 24 घण्टा 7 दिन मेसेन्जर ग्रुप च्याट हेल्प डेस्कको सुविधा। नेक्स्ट एजुकेसनले परीक्षा सुरु हुने दिनसम्म नै पढाउँछ। 1 हप्ताको फ्री ट्रायल क्लास लिएर त हेर्नुहोस्, घरमै बसी कटाउ 80। नेक्स्ट एजुकेसन 9855 011 076 9813 8057 96। नेक्स्ट एजुकेसन नै बेस्ट।
ल साथीहरु सबैजनालाई गुड इभिनिङ नमस्ते मलाई सुन्दै हुनुहुन्छ पूजनजी मनिषाजी रकुजी सुन्दै हुनुहुन्छ कमेन्ट गर्नुस् त ल तपाईहरुको माइक पनि अन छ है माइक पनि तपाईहरुले युज गर्न सक्नुहुन्छ हेलो क्लास मलाई सुन्दै हुनुहुन्छ ल सुन्दै हुनुहुन्छ भने मैले सुरु गरे है त ल आजदेखि हामी ट्याक्सको क्लास सुरु गर्दै छौं सुरुमा सेकेन्ड इयर सुरु गर्ने भने पनि आज अलिकति समयले नभएर सेकेन्ड इयर हामीले सुरु गरेनौं भोलिदेखि सेकेन्ड इयर 7 बजेदेखि हुन्छ नि तपाईहरुको फाइनान्सको क्लास धेरै जिज्ञासा देखियो यो ट्याक्स सुरु भएको अब हप्ता दशैंमा फाइनान्स पनि हुन्छ अहिले हाम्रो अब यो सेकेन्ड इयर पनि यो 7 बजेदेखि सेकेन्ड इयरको दुईटा क्लास 8 बजेसम्म 8 बजेदेखि 9 बजेसम्म हुने भएको भएर अलिकति टाइम मिलेको छैन साथीहरु ल सबभन्दा पहिला ट्याक्स को के हो त भन्दाखेरि म तपाईहरुको के गर्छु भन्दाखेरि साथीहरु तपाईहरु ओल्ड न्यूलाई हामीले एकै ठाउँमा राखेका छ है भिडियो आएन सर भन्दै हुन्छ भिडियो यहाँ बल्ल शेयर गर्दै छु मैले ओल्ड न्यूलाई एकै ठाउँमा राखेका छ अनि तपाईहरुको ओल्ड कोर्स र नयाँ कोर्समा फरक के छ भन्दाखेरि तपाईहरुको ओल्डले चाहिँ अडिटिङ पनि पढ्नु पर्छ साथीहरु मोबाइल अफ गर्नु त ल तपाईहरुको ओल्डले चाहिँ के हो त भन्दा लास्ट इयरको क्लासहरुमा तपाईहरुले के पढ्नु पर्थ्यो भन्दा अडिटिङ पनि ट्याक्सेसन एन्ड अडिटिङ पढ्नु पर्थ्यो अहिले नयाँले चाहिँ के मात्र पढ्नु पर्छ भन्दाखेरि ट्याक्सेसन मात्र पढ्नु पर्छ है नयाँले चाहिँ ट्याक्सेसन मात्र पढ्नु पर्छ अनि तपाईहरुको अरु सबै लगभग सिलेबस सेम हो सबै हिसाबहरु मिल्छ खाली के मात्र पढ्नु पर्यो भन्दाखेरि तपाईहरुले साउन्ड आएन भन्नु भएको छ ल मैले सुनिन आवाज भन्दै हुनुहुन्छ एकचोटी रिजोइन गर्नु होला रिजोइन गर्नु होला है त फर्स्ट दिन हो फर्स्ट टाइम जुम चलाउँदै हुनुहुन्छ भने तपाईहरुलाई चलाउन नआउन सक्छ हाम्रो टेक्निकलको भाइ आज मैले बोलाउन नि बिर्से ल भोलिदेखि हाम्रो उयो भाइलाई नि बोलाइन्छु केही समस्या पर्यो भने उहाँले हेर्दिनु हुन्छ है त तपाईहरुलाई ल यहाँ म तपाईहरुलाई सबैभन्दा पहिला के लेखाउँछु भन्दाखेरि तपाईहरुको इन्ट्रोडक्सन ओरिएन्टेसन क्लासमा कुन च्याप्टरबाट कति मार्क्स आउँछ भन्ने विषयमा हामी के गर्छौं साथीहरु छलफल गर्छौं र तपाईहरुले पहिला के गर्नु होला त्यो लेख्नु होला है म पनि यतै छु सौगाजी भनेर भन्दिन्छु तपाईलाई म होस दिन्छु सौगाजी यसो क्लासहरु हेर्नु होला ल हाम्रो सौगाजी यतै हुनुहुन्छ ल भिडियो अफ गर्ने है कहिले अन गर्दै हुनुहुन्छ भिडियो अन गर्न पर्दैन ल मैले क्लास सुरु गरिहाले साथीहरु ढिला नगरिकन ल सौगाजी एकछिन क्लास हेर्नु होला है त यहाँ साथीहरु के प्राविधिक समस्याहरु आएछ भने हेरिदिनु होला ल यहाँ लेख्नुस् तपाईहरुले के हो त फन्डामेन्टल अफ के हो साथीहरु ट्याक्स अब पहिला चाहिँ ट्याक्सेसन एन्ड के हो त अडिटिङ थियो पहिला चाहिँ के थियो साथीहरु भन्दा ट्याक्सेसन एन्ड के थियो त अडिटिङ थियो अहिले चाहिँ तपाईहरुको के मात्र छ भन्दाखेरि नयाँ कोर्स अनुसार चाहिँ तपाईहरु के मात्र छ त फन्डामेन्टल अफ ट्याक्स मात्र छ म तपाईहरुलाई यहाँ बुक पनि देखाउँछु अहिले हामीसँग प्रशस्त समय भएको भएर हामी बुकको पनि अस्मिता पब्लिकेसनको बुक पनि यसो प्र्याक्टिस गराएर तपाईहरुलाई लिएर जान्छु अस्मिता पब्लिकेसनको बुक छ भने ठीक छ होइन भने हामी तपाईहरुलाई पीडीएफ दिन्छौं है ट्याक्सेसन इन के हो त साथीहरु नेपाल भनेर पढ्छौं अथवा फन्डामेन्टल अफ के हो त ट्याक्स भनेर हामी के गर्छौं ट्याक्स मात्र पढ्छौं नयाँलाई चाहिँ ट्याक्स मात्र पढाउँछु अनि ओल्ड कोर्स तपाईहरु लास्ट इयर सम्म थर्ड इयर दिनुभएको अथवा अहिले के हो त साथीहरु ब्याक पेपर दिदै हुनुहुन्छ भने तपाईहरुले के पनि पढ्नु पर्छ भन्दा अडिटिङको हिसाबहरु पनि पढ्नु पर्ने हुन्छ है ल ब्याक पेपरहरुले सुन्ने फेरि एकचोटी जोइन गर्नु होला ल साउन्ड आएन भन्नुहुन्छ यहाँ नि लेख्नु साथीहरु ट्याक्सेसन इन के हो त ल ट्याक्सेसन इन के हो त नेपाल भनेर लेख्नु होला है त ट्याक्सेसन इन नेपाल लेख्नु होला ब्याकहरुले चाहिँ के पनि गर्नु पर्यो ओल्ड कोर्सहरुले चाहिँ भन्दाखेरि ल साउन्ड आइराछ ल साथीहरु साउन्ड आइराछ एकचोटी साउन्ड आउनेले यस भनेर लेख्नु त माइक अन गर्दा पनि हुन्छ तपाईहरु ल साउन्ड आउनेले यस भनेर कमेन्ट गर्नुस् त ल हाम्रो स्मृतिजीले सुन्दै हुनु भएको छ सन्देशजीले सुन्दै हुनु भएको छ प्रमिलाजीले सुन्दै हुनुहुन्छ ल हजुर हजुर साउन्ड आइराको छ ल ठीक छ तपाईले यहाँ लेख्नुस् के हो त ट्याक्सेसन इन नेपाल बीबीएस के हो साथीहरु थर्ड इयर तपाईको क्वेशन आउने कति हो त 125 मार्क्स को नै हो अब यहाँ चाहिँ ओल्ड र न्यू भनेर हुन्छ है ओल्डलाई चाहिँ तपाईहरुको 80 प्लस कै के आउँछ साथीहरु न्यूमेरिकल आउँछ भने तपाईहरुको अहिले चाहिँ हल्का मार्क्स कम आउन सक्छ ल ठीक छ भयो ल
तपाईँहरूको टोटल वेट कति हुन्छ सर भन्नुहुन्छ नि 125 मार्क्स हुन्छ। त्यसमा 100 तपाईँहरूले कम्पलसरी गर्ने हो भने 25 के हुन्छ साथीहरू, यो त अल्टरनेटिभ हुन्छ। 25 चाहिँ तपाईँहरूले के गर्ने त भन्दा 25 मार्क्स चाहिँ के गर्ने त भन्दाखेरि छोड्ने अथवा चुजमा हुन्छ, तपाईँले गरिरहनु परेन। ल त्यसमा न्युमेरिकल पार्ट भनेको तपाईँहरूको 80 प्लस राख्नुहोस्। यो इन्भेस्टमेन्टमा चाहिँ यो फोर्थ इयरको यो हो, यहाँ तपाईँले 80 प्लसको के गर्नुपर्छ साथीहरू, कम्पलसरी गर्ने हुन्छ। अनि त्यसपछि थ्योरी कति आउँछ त सर भन्नुहुन्छ भने अब 80 प्लसमा बाँकी कति बच्यो त साथीहरू, यताको 20 भयो, उताको कति त 25 भनेपछि लगभग कति राख्नुहोस् भन्दाखेरि तपाईँहरूले 25, यता कति त 40 प्लस। 40 प्लसको थ्योरी आउँछ। हामीले के गर्छौँ भन्दाखेरि न्युमेरिकललाई प्रायोरिटी दिएर एक्जाम कहिले होला हाम्रो भनेर भन्दै हुन्छ। रोशनजी यो त ट्युलाई मात्र थाहा छ है, ट्युलाई मात्र थाहा छ। कोर्स एक्जामसम्म अब लगभग तपाईँहरूको दसैँसम्म हुन्छ कि भन्ने हो। दसैँसम्म नि भएन नि त, दसैँपछि नै हुन्छ, अलिक चाँडै हुनुपर्ने। हिजो एकजना भाइले राम्रो क्वेसन सोध्नु भएको थियो ग्रुपमा, मैले हेरिरहेको थिएँ। फोर्थ इयर खाली छ त सर भनेर सोध्नु भएको थियो, सायद त्यही क्लासतिरै हुनुहुन्छ होला। अब त्यही त फोर्थ इयर त अब दसैँपछि हुने हो भने त फोर्थ इयर फेरि 6 महिनासम्म खाली हुन्छ। मैले पनि यसो विचार गरेँ, अब ठेगानै छैन। तपाईँहरूको अहिलेसम्म फर्म खुल्या छैन होला सायद, कि फर्म खुलिसक्यो भन्नुहोस् त ल, एक्जाम फर्म खुल्या हो? छैन सर, छैन। एक्जाम फर्म खुल्या छैन भने मिनिमम पनि 2-2.5 महिना छ तपाईँहरूसँग, मजाले गर्नुहोस्। सेकेन्ड इयर अगाडि हुने एकदमै चान्सेस छ, किन भन्दा सेकेन्ड इयरको कोर एक्जाम भएकै 1.5 वर्ष हुन थालिसक्यो है। अब रिजल्ट पनि आएको छैन, 1 महिना रिजल्ट आएर 1 महिना रिभिजन गर्ने, ब्याक लागेकोलाई रिभिजन गर्ने टाइम पनि चाहियो। त्यही भएर पनि तपाईँहरूको दसैँभन्दा अगाडि हुन्छ जस्तो मलाई चाहिँ लाग्दैन। यो ट्युको कुरा हो है, ट्युले जे पनि गर्छ। अब आएको रुटिन त 4 चोटिसम्म रिपब्लिस गर्छ भने अरू कुरा के कुरा। ल म अलिकति उयो पनि सुरु गर्छु, आज च्याप्टर पनि सुरु गर्छु, त्यही भएर मलाई अलि उयो गर्नु होला है, इन्ट्रेक्सन गर्दै गरौँला। केही तपाईँहरूलाई यस्तो क्वेरिजहरू छ भने तपाईँले ग्रुपमा पनि सोध्न सक्नुहुन्छ। तपाईँहरूको 80 मार्क्सको ओल्ड न्यू दुईटैलाई हुने गरी साथीहरू। अब यसमा तपाईँहरूको क्वेसन 2वटा आउँछ, मैले अगाडि छुट्टै उयो गरेँ साथीहरू। अब तपाईँहरूको क्वेसन आउँदाखेरि एउटा ओल्ड क्वेसन भनेर आउँछ, ओल्डलाई अथवा पार्सियल भनेर आउँछ भने एउटा के हो त न्यूलाई भनेर आउँछ। 2 प्याटर्नको क्वेसनहरू हुन्छ। 2 प्याटर्नको क्वेसनमा ओल्डहरूलाई चाहिँ के आउँछ त सर भनेर भन्नुहुन्छ नि, ओल्डलाई चाहिँ हेर्नुहोस् है त, ओल्डलाई चाहिँ के आउँछ भन्दा ट्याक्स पनि पढ्नु पर्यो, ओल्डले चाहिँ के पनि पढ्नु पर्यो त, अडिटिङ पनि पढ्नु पर्यो। अडिटिङको हिसाब हुन्छ जसमा 10-15 मार्क्सको हिसाब आउँछ तपाईँहरूलाई। 10 मार्क्सको हिसाब के आउँछ त भन्नुहुन्छ नि, अडिटिङमा चाहिँ तपाईँले पहिला जर्नल पढ्नु भएको छ साथीहरू। के गर्ने भन्दा रेक्टिफिकेसन इरोर भन्ने हुन्छ एउटा हिसाब, 10 मार्क्समा आउँछ तपाईँहरूलाई। ओल्ड कोर्सले अहिले जुन फोर्थ इयर एक्जाम दिएर बस्नु भएको र फोर्थ इयर प्लसका साथीहरू पास गरिसक्नु भएको साथीहरूले चाहिँ के हो त ट्याक्स प्लस के हो त अडिटिङ पढ्नु पर्यो, न्युमेरिकल्ली पनि तपाईँहरूले। अनि नयाँले चाहिँ के मात्र पढ्नु भन्दा ट्याक्स मात्र पढ्नु पर्यो। सँगसँगै तपाईँहरूलाई के पनि दिएको छ भन्दाखेरि अडिटिङको चाहिँ थ्योरी मात्र दिएको छ, अहिले हल्का जेनरल नलेज मात्र दिएको छ। सायद तपाईँहरू फोर्थ इयरमा पुग्दाखेरि अडिटिङ तपाईँहरूले त्यहाँ पनि पढ्नुपर्ने हुनसक्छ मेरो विचारमा। अब त्यो नयाँ कोर्स आएपछि मात्र थाहा हुन्छ है त। ल अब यसरी तपाईँहरूको के हुन्छ त ओल्ड कोर्स र न्यू कोर्सको के हो त 2वटा क्वेसन आउँछ साथीहरू। ओल्ड कोर्सको लागि छुट्टै क्वेसन हुन्छ, नयाँ कोर्सको लागि के हो त छुट्टै क्वेसन हुन्छ। एउटै टाइममा भयो अथवा अगाडि पछाडि भयो भने के हुन्छ त क्वेसन यताउता तपाईँहरूलाई डिफ्रेन्ट आउँछ। अथवा हामीले यहाँ एन्सर सिट बनाउँदा पनि अब के बनाउनु पर्यो त 2वटा एन्सर सिट, एउटा ओल्ड कोर्सको लागि एउटा उयसको लागि भनेर तपाईँहरूको एक्जाम भइसकेपछि 2-3 घन्टामा हामी एन्सर सिट पछि पब्लिसमै गरिदिन्छौँ। तपाईँले पाउनु पनि हुन्छ, चेक गर्न सक्नुहुन्छ है त आफ्नो मिल्यो कि मिलेन भनेर। ल अब जाउँ कहाँतिर त सर भनेर भन्नुहुन्छ भने साथीहरू अरू केही तपाईँहरूको सोध्नुपर्ने छ? ल म अब यहाँ च्याप्टर वाइज मार्क्स लेखाउँछु, कुन च्याप्टरबाट कतिको वेट छ भनेर है त। अरू केही तपाईँहरूलाई ओल्ड साथीहरूलाई केही सोध्नु छ, ओल्ड कोर्स ब्याक पेपरहरूले केही सोध्नु छ, नयाँ साथीहरूले केही सोध्नु छ भने सोध्न सक्नुहुन्छ। तपाईँहरूको अझै पनि कलेज भइरहेको होला है, थर्ड इयर वास्तवमा सुरु गर्ने बेला त भयो होइन, त्यही पनि अब अहिले फ्री भयो। म अस्तिसम्म फोर्थ इयर र फर्स्ट इयर क्लासहरू लगातार साथीहरू 7 बजेदेखि फोर्थ इयर फर्स्ट इयरकै 2टा अकाउन्ट, फोर्थ इयरकै 2टा फाइनेन्स इन्भेस्टमेन्टले गर्दा समय नै नभएर हो मैले क्लास नलिएको। अब अरू सरहरूलाई क्लास दियो भने अब त विद्यार्थीहरू साथीहरू पढ्नै नमान्ने, मेरो जुन पहिला सेकेन्ड इयर पढाए विद्यार्थीहरू पढ्नै नमानेर 2-4 दिन हप्ता 10 दिन पढाएर क्लास बन्दै गर्नु पर्यो। नत्र मङ्सिरदेखि मैले सुरु गरेँ वास्तवमा सेकेन्ड इयर क्लासहरू। त्यही भएर अनि मैले नभ्या भएर बल्ल अहिले अब फोर्थ इयर सक्यो, फर्स्ट इयरको पनि एक्जाम सुरु भइसक्यो, अनि बल्ल हामीले सेकेन्ड इयर र थर्ड इयर हालेका छौँ। ल मैले अब सुरु गरेँ, क्लास हुने टाइम अब रेगुलर यही टाइम 9 बजे हो। ट्याक्स अहिले 9 बजे हो है, भोलि पर्सि तपाईँहरूको फाइनेन्स 8 बजे हुनसक्छ।
अथवा त्यो समय फेरबदल भयो भने तपाईहरुलाई इन्फर्म हुन्छ है त। त्यस्तो धेरै उयो हुँदैन, तपाईहरुको अफिस टाइमलाई ह्याम्पर हुँदैन साथीहरु। 7 बजे पछि नै हुन्छ, ढुक्क भएर बस्नु होला भयो भने है त, टाइम चेन्ज भयो भने। ल लिसन सबैभन्दा पहिला 1 लेख्नुस्। यो चाहिँ जेनरल नलेज भएको भएर पनि म पढाउँछु, नत्र थ्योरिटिकली कन्सेप्टहरु खासै धेरै म पढाउँदिन साथीहरु। अनि तपाईहरुले यति कुरा चाहिँ लेखेर राख्नुस्। तपाईहरुले मैले पढाएको जुन ह्यान्डआउट, हामी ह्यान्डआउट पनि तपाईहरुलाई दिन्छौं। हरेक क्लासको भिडियोहरु तपाईहरुको ग्रुपमा आउँछ है, ह्यान्डआउटहरु पनि दिन्छौं। अनि यही क्लासमा पनि म लेखाउँछु। हरेक स्टेप बाइ सबै नोट्सहरु, सबै उयोहरु चाहिने तपाईहरुलाई फर्मुला भन्नुस् अथवा के हो त साथीहरु लिमिट्स भन्नुस् अथवा के हो त तपाईहरुको के हो त लिमिट्स अथवा विभिन्न प्रोभिजन्सहरुको सबै नोटहरु यहाँ लेखाउँछु चाहिने है। त्यो लेखाउँदै गर्दाखेरि तपाईहरुलाई एक्जाममा आउने थ्योरी भनेकै कस्तो थ्योरी हुन्छ त भनेर भन्दाखेरि तपाईहरुले पढिसक्नु भएको साथीहरुलाई त थाहा पनि होला। थ्योरी कस्तो हुन्छ भन्दा डिप्रिसिएसनको प्रोभिजनहरु लेख भनेर भन्छ। हेर्नुस् है। अनि हो के हो त विथ होल्डिङ पेमेन्टहरु के हो त साथीहरु, विथ होल्डिङ पेमेन्टमा एडभान्स र के हो त एडभान्स विथ होल्डिङ पेमेन्टहरु लेख भनेर तपाईहरुलाई 4-5 वटा एडभान्सको उयोहरु दिन्छ। अर्को फाइनल विथ होल्डिङ पेमेन्टहरुको कुराहरु दिन्छ भनेपछि तपाईहरुले जुन एज अ के हो त फर्मुला नै भनौं न साथीहरु, त्यो नपढी हिसाबै गर्न सक्नुहुन्न। त्यो फर्मुलाहरु नै तपाईहरुलाई के हो त न्यूमेरिकली सोध्ने भएको भएर यहाँनिर हामी लगभग 80+ मार्क्सको हिसाब पढ्छौं है, 70-80 मार्क्सको लगभग हिसाब पढ्छौं। त्यसबाट 10-15 मार्क्सको थ्योरीहरु तपाईहरुलाई यही हामीले पढेको के हो त फर्मुलाहरुबाट ह्यान्डआउटहरुबाटै पढ्छ। ढुक्क भएर जानु साथीहरु, 90+ मजाले तपाईले सल्भ गर्न सक्नुहुन्छ एक्जाममा है। ल केही इम्पोर्टेन्ट थ्योरीहरु भिडियो मात्र देख्छु साउन्ड नै आउँदैन भन्नुभएको छ। ल हाम्रो सौगाजीले हेर्दिनु होला, यो उयसमा चाहिँ के कमेन्ट गर्दिनु होला यहीँनिर। सबभन्दा पहिला तपाईहरुको के छ भन्नुहुन्छ नि इन्ट्रोडक्सन छ। ल सार्दै जानु होला है। उहाँहरुको इन्ट्रोडक्सन यो लेसन 1 सुरु पनि गर्छु अहिले। इन्ट्रोडक्सन भनेर लेख्नुस्। इन्ट्रोडक्सन भनेर लेख्नुस्। यो चाहिँ के हो त भन्दाखेरि थ्योरी एकदमै इम्पोर्टेन्ट साथीहरु। हरेक वर्ष हेर्नुस् 2, 4 अथवा 5 मार्क्स मिनिमम 2 मार्क्समा। अनि के हो त तपाईहरुले ओल्ड इज गोल्ड छ भने ओल्ड इज गोल्ड पल्टाएर हेर्न सक्नुहुन्छ, मिनिमम 2 मार्क्समा। अनि के हो त साथीहरु नर्मली 4 मार्क्समा। अनि के हो त कहिलेकाहीँ तपाईहरुलाई 5 मार्क्समा पनि यहाँबाट के सोध्छ त थ्योरी सोध्दा एकदमै सजिलो थ्योरी सोध्छ है। ट्याक्स भनेको के हो, ट्याक्सको प्रकारहरु के हुन्छ, अनि ट्याक्सको के हो त साथीहरु कन्सेप्टहरु के हो, अथवा ट्याक्सको विभिन्न थ्योरीहरु के हो, अनि ट्याक्सको विशेषताहरु अथवा सरकारको कर उठाउने अथवा सरकारको रेभिन्यू अफ सोर्सहरु के हो भन्ने त्यो नर्मल कुराहरु मात्र के गर्छ तपाईहरुलाई सोध्छ। धेरै छैन 7-8 वटा तपाईहरुले थ्योरी यो पढ्नुभयो भने यसबाट 2 देखि 4 मार्क्स एक्जाममा स्योर आउँछ, ब्याक प्लस रेगुलरलाई है त। ल थ्योरी हो, यसबाट कति मार्क्स आउँछ त सर भनेर भन्नुहुन्छ भने यहाँ तपाईहरुले लेख्न सक्नुहुन्छ साथीहरु 2 देखि 4 लेख्नुस्। ल 2, 4 देखि 5 मार्क्ससम्म मिनिमम आउँछ। ल 2 देखि 5 मार्क्ससम्म तपाईहरुलाई के आउँछ त थ्योरी आउन सक्छ। थ्योरीलाई मैले टी भनेर लेख्दिए है। ल जति जोइन गरे नि आएन त भनेर भन्दै हुनुहुन्छ। ल तपाईहरुले युट्युबमै गएर सिक्नु पर्ने हुन्छ। सौगातजी त्यही भनिदिनु होला है। युट्युबमा गएर एकचोटी हाउ टु कनेक्ट अडियो भनेर एकचोटी हेर्नलाई भनेर भनिदिनु उहाँहरुलाई। ल अर्को तपाईहरुलाई पढ्नै पर्ने साथीहरु एकदमै अरु सबै यहाँनिर लेसन 2, लेसन 3, लेसन 4 हामी केही पनि पढ्दैनौं साथीहरु। एकदम एक्जाम ओरिएन्टेड के हो त हामी यो ट्युसन भएको भएर सबै च्याप्टरहरुलाई चाहिँ हामी के गर्छौं भन्दाखेरि तपाईहरुले त्यो हिसाबहरु पढ्दै गर्दाखेरि जस्तै तपाईहरुले इन्कम के त भन्दाखेरि इन्कम फ्रम बिजनेस, इन्कम फ्रम प्रोफेसन, इन्कम फ्रम के हो त भन्दाखेरि इन्कम फ्रम इम्प्लोयमेन्टहरु पढ्दाखेरि नि के हो त सबै च्याप्टरहरु लेसन 2, लेसन 3, लेसन 4, लेसन 5 का कन्सेप्टहरुलाई चाहिँ हामी के गर्छौं त भन्दा मर्ज गरेर सबैलाई चाहिँ त्यो न्यूमेरिकली बेस्ड बनाएर के गर्छौं पढ्छौं। त्यति तपाईहरुलाई छुट्टा-छुट्टै गरेर पढाइ हुँदैन यहाँनिर है त। त्यसैले लेसन 1 पछि लेसन हामी कुन पढ्छौं भन्दाखेरि पढ्ने कुराहरु मात्र लेखाउँछौं। ल कमेन्टमा ध्यान नदिनु होला, त्यहाँ हाम्रो प्राविधिक समस्याको कारणले साथीहरुलाई यो हुँदैछ है त, कमेन्टमा ध्यान नदिनुहुन्छ। ल हामी यहाँ के गर्छौं त सर भन्दाखेरि कुन च्याप्टरहरु पढ्छौं त भन्दाखेरि सबभन्दा पहिला साथीहरु लस्कर हेर्नुहुन्छ भने तपाईहरुको बुक अनुसार मिल्ला नमिल्ला तपाईहरुको बुकहरु अनुसार उयोहरु अनुसार चेन्ज हुन सक्छ। ओल्ड इज गोल्डलाई तपाईहरुले म्याच गर्न सक्नुहुन्छ। त्यही माथि यो बाली त चेन्ज भएको छ, तपाईहरुसँग के छ तपाईहरु ओल्ड इज गोल्ड आइसकेको हो थर्ड इयरको नयाँ भन्नुस् त साथीहरु आइसकेको छ। ल के परिमार्जन गर्नुपर्ने हुन सक्छ है त्यो उयोहरु हेर्नु होला है त। यहाँ लेसन 8 भनेर लेखे मैले यहाँ एकैचोटी। लेसन 8 मा तपाईहरुको प्रोभिजन फर डिप्रिसिएसन छ कि छैन एकचोटी चेक गर्नुस् त। लास्ट इयर सम्म त थियो, यसपालि मैले समय नै पाएको छैन साथीहरु यसलाई उयो गर्ने। के छ
लेसन 8 मा डिप्रिसिएसन कतिमा दिएको छ ओल्ड इज गोल्डमा हेर्नुस् बुक त बुक अनुसार फरक भइहाल्छ है त्यसमा समस्या भएन ओल्ड इज गोल्डमा म्याचिङ गर्नुस् त किनकि हामी म्याक्सिमम क्वेशनहरु युनिट 9 मा छ प्रोभिजन फर युनिट डिप्रिसिएसन 9 मा दिएको छ रे भन्नुभयो 9 नै लेख्नुस् त्यसले प्रोभिजन फर के हो त डिप्रिसिएसन यो तपाईको न्यूमेरिकली बेस्ड हो है यहाँबाट 8 मार्क्सको क्वेशन स्योर आउँछ साथीहरु न्यूमेरिकल हो यहाँ तपाईले न्यूमेरिकल भनेर लेख्नुस् ल न्यूमेरिकल यहाँबाट कति मार्क्सको क्वेशन आउँछ त सर भनेर भन्नुहुन्छ नि 8 मार्क्सको क्वेशन लगभग स्योर नै ल यो 15 मार्क्समा तपाईहरु बुकमा अस्मितामा 9 दिएको छ बुक त अब अस्मिताको छुट्टै सम्झनाको छुट्टै है खनालको छुट्टै हुन्छ साथीहरु त्यो मैले अघि पनि भने तपाईहरुलाई बुकमा नजानु होला बुकको नि एउटा अलिअलि हिसाबहरु गराउँछु म तपाईहरुलाई सुरुमा ओलिजिबल गराउनु भन्दा अगाडि त्यो चाहिँ कहाँबाट हुन्छ भन्दा अस्मिता पब्लिकेसनको बुकबाट हुन्छ बुकको तपाईहरुसँग अरु पब्लिकेसनको बुकहरु छ भने हामी पीडीएफ हरु पनि सबैलाई उपलब्ध गराइन्छौं बुकको है त ल लेसन कति त यो 9 भएछ साथीहरु 8 न्यूमेरिकल लेख्नुस् डिप्रिसिएसन एकदमै सजिलो साथीहरु ट्याक्समा सबैभन्दा सजिलो हिसाब कुन हो भनेर कसैले सोध्छ भने यो डिप्रिसिएसन सबैभन्दा सजिलो हो यहाँबाट झ्याप्पै एनालिटिकलमा आउँछ 15 मार्क्समा आउँदाखेरि डिप्रिसिएसन प्लस के गर्दा आउँछ साथीहरु अर्को 7 मार्क्समा तपाईलाई क्यारीज के हो त सरी क्यारीज भन्ना चाहिँ क्यारी फरवार्डको के आउँछ त एउटा हिसाब आउँछ ल सिलेबस हेर्नु पर्यो नि त बुक र ओल्ड इज गोल्डमा के हुन्छ होला नि सर हैन र भनेर भन्नु भएको छ ल सिलेबस भाडमा गयो साथीहरु ल अर्को हेर्नुस् लेसन 9 पछि अर्को कति त भन्दाखेरि लेसन कति त साथीहरु अर्को इन्कम फ्रम इम्प्लोयमेन्ट हेर्नुस् अलिकति अगाडि होला ल 7 मा छ कि कतिमा छ भन्नुस् त इन्कम फ्रम इम्प्लोयमेन्ट युनिट 8 मा कति युनिट 8 भन्नु होला युनिट कति त 8 मा लेख्नु होला इन्कम फ्रम के हो त इम्प्लोयमेन्ट तपाईहरुको अहिलेको नयाँ के हो त साथीहरु यसपालिदेखि सिलेबस चेन्ज भएको छ त्यो सिलेबस अनुसार मैले यो मिलाएको मात्र हो है त पुरानो साथीहरुले आफ्नै बुक ओल्ड इज गोल्डहरु हेरेर लास्ट इयरको ओल्ड इज गोल्ड त काम लाग्दैन तपाईहरुलाई ओल्ड इज गोल्ड त अब ओल्ड इज गोल्ड त त्यही नै हो हैन नयाँ क्वेशनहरु थपिन्छ अब तपाईहरुको ओल्ड इज गोल्ड चाहिँ कस्तो हुन्छ त भन्दाखेरि बुक चाहिँ के हुन्छ त भन्दा लास्ट इयरको कामै लाग्दैन तपाईहरुसँग लास्ट इयरको बुक छ भने त्यो फाल्दिए नै हुन्छ अथवा के हो त कबाडीतिर अथवा साट्न मिल्छ भने साटेर पनि ट्याक्सको त फेरि लिँदैन साथीहरु किन भन्दाखेरि हरेक वर्ष ट्याक्स रेटहरु चेन्ज भइरहने हुँदा के हुन्छ बुक चाहिँ काम लाग्दैन ओल्ड इज गोल्डमा त्यही भएर तपाईहरुको एन्सर दिएको हुँदैन कि ओल्ड इज गोल्डमा एन्सर हाल्दियो हरेक वर्ष ट्याक्स रेट चेन्ज भइसकेपछि हरेक वर्ष नयाँ सोलुसन बनाउनु पर्छ त्यही भएर के दिदैन एन्सर दिदैन इन्कम फ्रम यहाँनिर अगाडि छुटेछ साथीहरु एउटा इम्प्लोयमेन्ट भनेर लेख्नुस् ल इन्कम फ्रम इम्प्लोयमेन्टको न्यूमेरिकल हो अब यिनीहरुबाट 2 मार्क्स 5 मार्क्सको थ्योरीहरु पनि आउन सक्छ मैले त्यो थ्योरीतिर गइन अहिले मेन यो इन्ट्रोडक्सन चाहिँ आज म सुरु गर्छु भ्याएछ भने 26 भएछ यो सरल लेखाएर अनि भ्याएछ भने त्यो पनि सुरु गर्छु त्यसबाट तपाईहरुलाई 10 मार्क्सको के आउँछ साथीहरु न्यूमेरिकल आउँछ त्यो त इम्प्लोयमेन्टबाट ल इन्कम एकदमै इम्पोर्टेन्ट है साथीहरु यो इम्प्लोयमेन्ट भनेको तपाईहरुको ब्याकबोन हो ट्याक्सको मैले फेरि पनि भने ब्याकबोन भनेर कुन च्याप्टरलाई चिनिन्छ भनेर भन्नुहुन्छ नि इम्प्लोयमेन्ट यदि तपाईहरु इम्प्लोयमेन्ट छुटाउनु भयो भने इम्प्लोयमेन्ट भन्दा पछिको के हो त इन्भेस्टमेन्ट अनि इम्प्लोयमेन्ट भन्दा पछिको बिजनेस जुन हामी पढ्छौं त्यसपछि रेसिडेन्टल के हो त स्ट्याटस भन्ने पढ्छौं लगभग 40-45 मार्क्स चाहिँ केमा डिपेन्ड हुन्छ त तपाईहरुको इम्प्लोयमेन्टमा डिपेन्ड हुन्छ यदि मैले इम्प्लोयमेन्टको हिसाब बुझिन भनेर भन्नुहुन्छ भने तपाईले इन्भेस्टमेन्ट पनि बुझ्नुहुन्न इन्भेस्टमेन्ट बुझिन इम्प्लोयमेन्ट र इन्भेस्टमेन्ट बुझ्नु भएन नि बिजनेस त सम्झिने पानी छम्किने हुन्छ है त साथीहरु त्यही भएर एकदमै यो इम्प्लोयमेन्ट पढाउने बेलामा अरु च्याप्टर पढाउँदाखेरि आउनुस् इम्प्लोयमेन्ट भनेको के हो त साथीहरु ब्याकबोन अफ ट्याक्स हो यो पढ्ने बेलामा आउनै पर्यो 10-15 दिन त म थ्योरी मात्र पढाउँछु थ्योरी भनेको फर्मुला मात्र लेखाउँछु स्ल्याबहरु लेखाउँछु प्रोभिजन्सहरु लेखाउँछु लिमिट्सहरु लेखाउँछु त्यहाँबाट तपाईहरुलाई भोलिबाट थ्योरी सोध्न सक्छ मैले अघि पनि भने के हो त साथीहरु फाइनल के हो त आइटम र के हो त एडभान्स आइटमहरु भनेर सोध्छ भोलिबाट तपाईहरुलाई 5 मार्क्स लेख्नुस् 5 वटा फाइनल आइटम 5 वटा चढ्ने 5 वटा नचढ्नेहरु लेख्नुस् भनेर सोध्छ तपाईहरुलाई कहाँबाट पढ्छ भन्दा त्यो इम्प्लोयमेन्ट पढ्ने बेलामै म लेखाउँछु सर ल अर्को तपाईहरुको इन्भेस्टमेन्ट हेर्नुस् ल इन्भेस्टमेन्टलाई हेर्नुस् इन्भेस्टमेन्ट कतिमा छ है त इन्भेस्टमेन्ट लास्ट इयर 12 मा थियो यसपालि कतिमा छ भन्नुस् त ल लेसन इन्भेस्टमेन्ट इन्कम 12 मै छ फ्रम इन्भेस्टमेन्ट ल इन्कम फ्रम इन्भेस्टमेन्ट ल तपाईहरुलाई नयाँलाई यति मात्र उयो हो कि खाली अडिटिङको न्यूमेरिकल छैन अडिटिङको नर्मल के हो त साथीहरु कन्सेप्टहरु चाहिँ दिएको होला है त तपाईहरु नयाँलाई ल यसबाट पनि के हो त साथीहरु न्यूमेरिकल यसबाट के हो त न्यूमेरिकल कति मार्क्सको आउँछ त भन्दाखेरि यो पनि 10 मार्क्सको फिक्स नै हो के
सर 2 मार्क्स कम आउँछ कि अथवा 15 मार्क्समा आउँछ कि भन्ने हुँदैन साथीहरु। तपाईहरुको सेकेन्ड इयरको अकाउन्टहरु पढ्नुभयो, फाइनान्सहरु पढ्नुभयो तपाईहरुले। फाइनान्सहरुमा के हो त कहिलेकाहीँ टाइम भ्यालु अफ मनीबाट 15 मार्क्स सोधिदिने, कहिलेकाहीँ के हो त बन्ड भ्यालुएसनबाट 15 मार्क्स सोधिदिने, कहिलेकाहीँ रिस्क एन्ड रिटर्नबाट 10 मार्क्स मात्र आउने। त्यो कहिलेकाहीँ हुन सक्थ्यो, तपाईहरुको क्यापिटल बजेटिङ चाहिँ 15 मार्क्समा सियोरै हो। त्यो चाहिँ कहिलेकाहीँ के हो त भन्दाखेरि तलमाथि हुन सक्छ त्यहाँ चाहिँ। तर यो ट्याक्सको चाहिँ के हो त भन्दा लगभग फिक्स नै हो साथीहरु। इम्प्लोइमेन्टबाट 10 मार्क्स, प्रोभिजन फर डिप्रिसिएसनबाट 8 मार्क्स, इन्कम फ्रम इन्भेस्टमेन्टबाट 10 मार्क्स। अर्को 15 मार्क्समा के फिक्स छ भन्नुस् त ल, थाहा छ साथीहरु? सर लेख्नु भएको छ कि छैन कलेजतिर भन्नुस्? 15 मार्क्समा के आउँछ? एनालाइटिकलमा एउटा फिक्स नै छ तपाईहरुको क्वेशन, भन्नुस् त ल 15 मार्क्समा के आउँछ होला? एनीबडी? इन्कम फ्रम बिजनेस। ल लेसन कति 13 हो? ल लेसन 13 मा लेख्नु साथीहरु 13 मा इन्कम फ्रम के हो त बिजनेस। ल यो पनि के हो त टोटली 10 मा छ सर त्यो इन्कम फ्रम बिजनेस। कतिमा भन्नुभयो? 10 मा। 10 मा भन्नुभयो इन्कम फ्रम बिजनेस। हजुर हजुर। ल इन्कम फ्रम बिजनेस 10 मा। इन्कम फ्रम बिजनेस के हो त 10 मा। फेरि यसले त गाह्रो बनाइहाल्यो, पहिला इन्भेस्टमेन्ट राख्नुपर्ने रहेछ। ल यता उता गरेको छ साथीहरु, के गर्नु। ल यो बिजनेसलाई मैले माथि सारे है त, तपाईले मिलाउनु। अलि पछि स्क्रिनशट लिनु होला, नत्र यसो हेर्नुस् मात्र अहिले। यसबाट बिजनेसबाट 15 मार्क्सको सियोरे हो साथीहरु। यो जति पनि लेखाउँछु सबै सियोरे हो, नआउने भन्ने छँदै छैन है। जस्तो च्याप्टर तपाईले पढ्नुभयो जुनबाट हिसाब आउँदैन त्यो हुनै सक्दैन, सबैबाट के हो त फिक्स नै हो। जति लेखाउँछु हामीले, जति पढाउँछु त्यति नै आउँछ तपाईहरुलाई। ल इम्प्लोइमेन्टबाट 10 मार्क्स, डिप्रिसिएसनबाट कति त साथीहरु? लेसन 9 मा डिप्रिसिएसन 8 मार्क्स, 10 मा के लेसन 10 मा के छ त बिजनेस छ, बिजनेसबाट 15 मार्क्स। कति मार्क्स भयो हिसाब मात्र हेर्नुस् ल। 18 18 10 कति भयो साथीहरु? 28 28 5 ले कति भयो? 33 33 10 ले कति भयो त? कति भयो भन्नुस् त? 43 मार्क्स भइसक्यो। हेर्नुस् त 43 मार्क्स केमा डिपेन्ड छ भन्दाखेरि 43 मार्क्स मध्येमा 8 मार्क्स घटाउनु भयो भने 35 मार्क्स के ले त इम्प्लोइमेन्ट। अघि हामीले कुरा गरेको थियो नि इम्प्लोइमेन्टको फ्यामिलीहरु साथीहरु है, यिनीहरुको लगभग प्याटर्न सेम हुन्छ के, फर्मेटहरु गर्ने उयोहरु म्याक्सिमम रुल्सहरु सेम हुन्छ। तर इम्प्लोइमेन्टमा केही रुल्सहरु छुट्टै इम्प्लोइमेन्ट सम्बन्धी हुन्छ भने बिजनेसमा के हो त बिजनेस सम्बन्धी हुन्छ भने इन्भेस्टमेन्टमा के हो त इन्भेस्टमेन्ट सम्बन्धी हुन्छ। यिनीहरु फ्यामिलीहरु हो। हेर्नुस् 10 25 कति भयो साथीहरु? 35 भयो। अर्को तपाईहरुलाई यहाँबाट 5 मार्क्स 10 मार्क्स 15 मार्क्स प्लस अर्को एउटा पनि आउँछ 5 मार्क्सको सर्ट क्वेशन। ल 15 प्लस 5 यहाँबाट 20 मार्क्सको क्वेशन आउँछ। कसरी क्वेशन आउँछ त सर भन्नुहुन्छ नि? बिजनेसबाट एउटा एनालाइटिकल क्वेशन आउँछ साथीहरु, 15 मार्क्सको एउटा सियोर नै हो। अर्को 5 मार्क्समा के पनि आउँछ त भन्दाखेरि तपाईहरुलाई सानो के दिएको हुन्छ त भन्दाखेरि 2-4 वटा आइटमहरु दिएको हुन्छ। जस्तै इन्कम फ्रम इम्प्लोइमेन्ट दिन्छ, इन्कम फ्रम इन्भेस्टमेन्ट दिन्छ, विभिन्न पीसीसी आरएनडी हरुको के दिन्छ त अमाउन्टहरु दिन्छ है। अनि एसेसेबल इन्कम अथवा ट्याक्सेबल इन्कम के गरेर त निकाल भनेर 5 मार्क्समा सानो के हो त साथीहरु तपाईहरुलाई 5 मार्क्समा सानो सर्ट क्वेशन पनि सोध्छ। तपाईले ओरिजिनल पल्टाएर हेर्न सक्नुहुन्छ है। ल अर्को यहाँबाट 20 मार्क्स भइहाल्यो भनेपछि 20 कति त 40 मार्क्स केबाट भयो त इम्प्लोइमेन्ट, बिजनेस र इन्भेस्टमेन्ट। अनि अर्को तपाईले इम्प्लोइमेन्ट जानिसकेपछि जान्ने एउटा च्याप्टर छ। ल इम्प्लोइमेन्टसँग सम्बन्धित अर्को च्याप्टर साथीहरु इम्प्लोइमेन्ट जस्तै हुने अर्को च्याप्टर कुन होला भन्नुस् त? ल पहिला पढेको साथीहरु हुनुहुन्छ? लास्ट इयर पढेको साथीहरु, लास्ट इयर पढेर नकटेको साथीहरु भन्नुस् त ल। इम्प्लोइमेन्ट सँगै के हो त साथीहरु जोडिने अथवा इम्प्लोइमेन्ट सँगै रिलेट हुने च्याप्टर अर्को के छ त भनेर भन्दाखेरि रेसिडेन्टल के हो त साथीहरु स्ट्याटस। कतिमा छ भन्नुस् ल? च्याप्टर कतिमा हो? रेसिडेन्टल स्ट्याटस 13 हो? 13 मा। ल लेसन कति त 13 मा लेख्नु साथीहरु रेसिडेन्टल के हो त स्ट्याटस। के होला रेसिडेन्शियल स्ट्याटस भनेको भन्नुस्? थाहा छ? फरेन इन्कमबाट कमाएको पैसा अथवा नेसनल इन्कम के अरे देशभित्र कमाएको इन्कममा रिलेट गर्ने हो, ट्याक्स फरक हुन्छ। रेसिडेन्टल स्ट्याटस भनेको कुनै पनि विदेशी नागरिक है, फेरि साथीहरु भन्नुस् त कुनै पनि विदेशी नागरिक चाहिँ नेपाली सरह है करको सेवा सुविधाहरु के गर्ने त प्राप्त गर्ने अवस्थालाई चाहिँ के भन्छ त भन्दा रेसिडेन्टल स्ट्याटस। रेसिडेन्शियल के भन्छौं त हामी? स्ट्याटस भन्छौं। कुनै पनि विदेशी नागरिक चाहिँ नेपालमा आएर 182 अथवा 183 दिन भन्दा बढी चाहिँ के हुन्छ त साथीहरु? लगभग कति त 182 83 भनेको 6 मन्थ भन्दा चाहिँ के हो त बढी। पछि म तपाईहरुलाई सबै लेखाउँछु यो, यति बुझ्नुस्।
कुनै बुकहरुमा तपाईले 82 कुनै बुकहरुमा 83 भन्ने उयो पाउनुहुन्छ तर नर्मली तपाईले 183 डेज भन्दा के हो त बढी के गर्न सक्नुहुन्छ लेख्न सक्नुहुन्छ त्यो भन्दा बढी कुनै पनि विदेशी लगातार एकचोटी आएर 2 महिना बस्ने अनि फेरि विदेशमा जाने अनि फेरि नेपाल आउने गर्न पाइदैन लगातार चाहिँ कति त 183 डेज भन्दा मोर देन 183 रेसाइड गर्छ नेपालमा बस्छ भने उले चाहिँ के हो त करमा उले अब नेपालमा कुनै पनि आम्दानीहरु जेनेरेट गर्छ भने त्यसमा चाहिँ के हो त नेपाली सरहने के पाउँछ त सेवा सुविधा पाउँछ होइन भने यदि त्यो व्यक्ति नन रेसिडेन्ट डिक्लेयर भयो आएर 2 महिना मात्र भयो नेपालमा बिजनेस गरेर चाहिँ पैसा कमाउँछ भने त्यसलाई कम्पनी सरह ट्याक्स लाग्छ साथीहरु फ्ल्याट रेटमा 25% भनेको यदि उले नेपालमा 1 लाख रुपैयाँ कमायो भने 25,000 के मात्र तिर्छ त ट्याक्स मात्र तिर्छ त्यस्तो हुन्छ त्यही भएर रेसिडेन्टल स्ट्याटस यो एकदमै सजिलो पनि छ अनि यो केसँग रिलेट गर्छ भन्दा इन्कम फ्रम इम्प्लोयमेन्टसँग है इन्कम फ्रम इम्प्लोयमेन्ट पढाउने बित्तिकै तपाईलाई पहिलो त्यसपछि के पढाउँछ भन्दा रेसिडेन्टल स्ट्याटस त्यसपछि इन्भेस्टमेन्ट त्यसपछि बिजनेस हुन्छ तपाईको त्यति पढिसक्नु भएपछि तपाईको कोर्स सकिन्छ सिजन 1 सकिन्छ एक्जामसम्म अब मैले अघि भने 10 सम्म भयो भने तपाईले 3 चोटी 4 चोटी सम्म भ्याउनुहुन्छ साथीहरु अस्ति पनि यो अहिले जुन 4th इयर सक्यो 4th इयरलाई 4 चोटी 5 चोटी सम्म मैले कोर्स सकाए है अब नर्मली विद्यार्थीहरुको 80 धेरै त हैन 4-5 जना विद्यार्थीको चाहिँ 75 80 85 नर्मल इन्भेस्टमेन्टमा अब एफआइएम त्यस्तै उयो छ सजिलो छ तपाईको भोलि 4th इयरमा तपाईले पढ्न सक्नुहुन्छ ल ट्याक्समा पनि कट्छ है त ट्याक्समा 80 82 सर 70 आइराको हुन्छ साथीहरु ट्युसन पढेर मैले पढाएको विद्यार्थी अस्ति तपाईहरुको जुन रिजल्ट आयो कहिले आएको थियो भन्नुस् त अस्ति मंसिरतिर कहिले आएको थियो हैन थर्ड इयरको ल एउटा भाइले 83 लिएर आउनु भएको छ अनि त्यो भन्दा लास्ट इयर 81 लिएर आउनु भएको थियो एउटा नानीले भाइले हेटौँडाकै भाइ थियो के अरे त्यो भन्दा अगाडिको ब्याचमा हेटौँडाको भाइले एउटा नानीले 78 लिएर आउनु भएको थियो यही अनलाइन क्लास पढ्ने हामीसँग त्यही भएर घरमै बसी हामी कटाउँ 80 पनि भन्छौं एक्जाम चाहिँ कहिले होला भन्नु भएको छ यो कुरा फेरि दोहोरियो मैले अघि पनि भने एक्जाम अझै 2-3 महिना हुँदैन तपाईहरुको अहिलेसम्म फर्मै खुलेको छैन भनेपछि 2-3 महिना हुँदैन है त सर हाम्रो यो भिडियो युट्युबमा आउँछ कि नै होला तपाईहरुको हरेक क्लासको भिडियो ग्रुपमा आउँछ है डेली तपाईहरु के हो त क्लास सकेको 5-7 मिनेट भित्र ग्रुपमा आउँछ बुक चाहिँ हामी कति गर्छौं त सर ओल्ड इज गोल्ड मात्रले पुग्छ र भनेर भन्नुभएको छ एकदमै रोशनजी ओल्ड इज गोल्ड मात्र गर्नु भयो भने ओल्ड इज गोल्ड अगाडिबाट पछाडिबाट गर्नुस् 80 ग्यारेन्टी म लेखेर दिन्छु ल है ओल्ड इज गोल्ड अगाडिबाट पछाडिबाट है ओल्ड इज गोल्ड अगाडिबाट पछाडिबाट जताबाट गरे पनि तपाईले के गर्नु पानी पानी बनाउनुस् 80 कटाउने जिम्मा म लिन्छु यदि कटेन भने बानेश्वरमा आएर मलाई ढुङ्गाले हान्नु होला है ल कट्छ तर मैले अघि पनि भने तपाईहरुलाई के हो त अलिकति क्लासको लेन्दी बढाउनलाई अब भर्खर हामी नयाँ क्लास सुरु गर्दै छौं नि त नयाँ क्लासमा चाहिँ अब हामीसँग प्रशस्तै टाइम छ जबसम्म तपाईहरुको एक्जामको डेडलाइन आउँदैन फर्म खुल्दैन तबसम्म चाहिँ क्लासलाई एउटै च्याप्टरलाई चाहिँ 10-15 दिन तान्ने हिसाबले हामी के गर्छौं बुक पनि बनाउँछौं अथवा फर्स्ट सिजनमा हामी बुक पनि पढ्छौं भनेर बुझ्दा हुन्छ तपाईले अहिले हामी त पुरानो ओल्ड इज गोल्ड काम लाग्छ कि लाग्दैन ओल्ड इज गोल्ड काम लाग्छ ओल्ड इज गोल्ड काम लाग्छ किन भन्दा ओल्ड इज गोल्डमा के हुँदैन त एन्सर हुँदैन हो के भन्नुस् त ओल्ड इज गोल्डमा एन्सर हुँदैन क्वेशन त्यही हो हामीले प्र्याक्टिस गर्ने अहिले यहाँ प्र्याक्टिस गर्दा पनि के गर्छौं त हामी अब 80 के रे 82 सालको 84 सालकोमा आएको क्वेशन प्र्याक्टिस गर्छौं त के आउँछ के थाहा हो के भन्नुस् न अनि चाहिँ प्र्याक्टिस गर्ने के त भन्दा 78 मा आएको 77 मा 75 मा 73 71 70 65 लगभग हामी कति त साथीहरु 60 सम्म है के गर्छौं त लगातार म नै गर्दिन्छु क्वेशनहरु अनि मैले अघि पनि भने तपाईहरुको ड्युरेसन क्लासको ड्युरेसन फर्स्ट सिजनमा चाहिँ बढाउनको लागि अब स्टुडेन्टहरु हामी के गर्न त उयो गर्नको लागि के गर्छौं क्लास अलि लेन्दी बनाउनलाई पनि बुक पढाउँछौं अनि त्यसपछि सिजन 2 सिजन 3 सिजन 4 अथवा एक्जामको 1 महिनामा त त्यो ओल्डले भ्याउँदैन कहाँ बुक पढेर हुन्छ है ल रेसिडेन्टल कहाँ थियो त साथीहरु हामी स्ट्याटसको कुरा गर्दै थियौं यसबाट यो पनि न्यूमेरिकल हो यहाँबाट थ्योरीहरु पनि आउन सक्छ साथीहरु मैले न्यूमेरिकलमा मात्र फोकस गरिरहेको छु है मैले पढाउने मात्र कुरा गरिरहेको छु यहाँ क्लासमा तपाईहरुको पढाइ हुने कुराहरु मात्र हुँदैछ मैले अघि पनि भने न्यूमेरिकलबाटै तपाईहरुको न्यूमेरिकलको फर्मुला अथवा प्रोभिजन्सहरु नै तपाईहरुलाई एज अ थ्योरी के गर्छ त क्वेशनमा सोध्छ 5-10 मार्क्समा यो स्योर नै आउँछ तपाईहरुलाई 10-15 मार्क्स लगभग तपाईहरुले हामीले सधैं गरिरहेको फर्मुला जुन युज गरिरहेका हुन्छौं हिसाबहरुमा फर्म्याटहरु त्यो फर्म्याटबाटै 10-15 मार्क्स थ्योरी तपाईहरुलाई स्योर नै आउँछ है ल रामरी अहिलेदेखि पढेर पनि भोलि पर्सि तपाईहरुले 80 कटाउन सक्नु भएन भने है तपाईहरु अहिले नपढे हुन्छ साथीहरु मैले भने तपाईहरु पास मात्र हुने हो भने त लास्टको 1 महिना पढ्दा नि हुन्छ पास मात्र हुने हो भने लास्टको 1 महिना हामी कमान्डो क्लास रन गर्छौं त्यतिखेर पढ्दा पनि हुन्छ अहिलेदेखि पढ्नेले चाहिँ 80 ल्याउनु पर्यो भनेर पढ्नुस् के साथीहरु
एकदमै पानी पानी हुने गरी पढाउँछु ट्याक्स यसरी पढाउँछु कि तपाईहरुलाई यसरी पढाउँछु कि यसरी पढाउँछु कि भोलि पर्सि छोराछोरीहरुलाई पनि तपाईहरुले के गर्नुहुन्छ साथीहरु ट्याक्स पढाउनुहुन्छ लेखेर राख्नु होला तपाईले मेहनत चाहिँ गर्नुपर्छ अलिकति किन मेहनत गर्नुपर्छ त सर भनेर भन्नुहुन्छ भने हरेक वर्ष के हुन्छ त साथीहरु चेन्जेबल भइरहेको हुन्छ त्यसको रेट्सहरु हरेक वर्ष 50,000 1 लाखले बढिरहेको हुन्छ साथीहरु सुरुमा मैले पढाउँदाखेरि 2,50,000 को लिमिट्स थियो सुरुको कति छ भन्दाखेरि 2,50,000 सम्म चाहिँ 0% ट्याक्स लाग्ने अथवा बिजनेसहरुबाट कमाएको छ भने 1% सम्म ट्याक्स के इम्प्लोयमेन्टबाट कमाएको 1% बिजनेसहरुबाट कमाएको 0% के मा त भन्दा कपल्समा 0% भन्ने थियो त्यसपछि कति भयो त 250 बाट 3 लाख भयो 3 लाखबाट 350 भयो अहिले तपाईहरुको पालामा 4 लाख र 450 होला हैन कपलमा एकचोटी मैले पनि हेर्नुपर्छ हरेक वर्ष के हुन्छ साथीहरु 50 र 100 अथवा यसरी के भइरा हुन्छ तपाईहरु बढिरा हुन्छ मेरो पालामा पढ्ने बेलामा 2 लाख कि 1.5 लाख लगभग 6-7 वर्ष अगाडि साथीहरु त्यस्तो थियो है त ल प्रतिभा श्रेष्ठले हो भनेर भन्नुभएको छ अब कलेजै नजानु भएको एकदम ट्युसनै पढेर पास गर्नुहुन्छ भन्ने साथीलाई त एकदमै जिरो म जिरोमा छु है सरले चाहिँ मलाई के हो त 60-70 कटाउने बनाउनु पर्यो एकदमै मेहनत तपाईहरुसँग समय छ तपाईहरु जब गर्नुहुन्न भने साथीहरु लेखेर राख्नुस् तपाईहरु जब गर्नुहुन्न भने तपाईहरुले चाहिँ एउटा टार्गेट के राख्नुस् भन्दाखेरि ट्याक्स र फाइनान्समा 80 कटाउँछु ट्याक्स र फाइनान्समा 80 कटाउँछु कहाँ पढेर भन्दा नेक्स्ट एजुकेसनमा पढेर फाइनान्स पनि भोलिपर्सि मैले नै पढाउँछु हेर्नुस् फाइनान्सको पहिलाको त म बाहिरको सर राख्छु तपाईहरुलाई है बाहिरको सर राख्छु एउटा सकेसम्म छुट्टै होस् भन्ने हाम्रो पनि चाहना हो लास्टमा केही विकल्प लागेन भने अब म ट्याक्स पढाउने के रे अकाउन्ट पढाउने सरले यसपालि मैले इन्भेस्टमेन्ट पनि पढाए के रे सरी स्ट्याटिस्टिक्स पनि पढाएको थिएँ 2-4 वटा च्याप्टर लगभग स्ट्याटिस्टिक्स पनि पढाए विद्यार्थीले हुँदैन भन्छ बाहिरको सर के गर्नु छ तपाईले पढाउनु भनेर भन्छ मेहनत गरेर फर्स्ट टाइम जिन्दगीमा मैले स्ट्याटिस्टिक्स पनि पढाए त्यस्तो हुन्छ ल तपाईले केही विकल्प लागेन भने म आफैले के हो त साथी मेहनत गरेर त्यो विकल्प पनि छँदैछ सकेसम्म हामी अल्टरनेटिभ के दिन्छौं तपाईहरुलाई टिचर दिन्छौं है ढुक्क भएर भन्छ क्लास चाहिँ हुन्छ सेकेन्ड इयरको एक्जाम होला अनि थर्ड इयरको एकदमै मनोजी सेकेन्ड इयरको हुन्छ भन्ने हो अब ट्युको भर हुँदैन भन्ने है त 5 न्यूमेरिकल यो सबैले पढ्नुपर्छ है लास्टमा म ओल्डले मात्र पढ्नुपर्ने पनि छुट्याइन्छु ल अर्को अब के मा त भनेर भन्दाखेरि अर्को लेख्नुस् तपाईहरुको प्रोभिजन फर के हो त साथीहरु लसेस भन्ने छ लेसन 14 मा हेर्नुस् त 14 हो प्रोभिजन फर के हो त साथीहरु लसेस ल प्रोभिजन फर लसेस कति मार्क्स आउला यसबाट लास्ट इयर क्वेशनहरु हेर्नु भएको छ भन्नुस् प्रोभिजन फर लसेस ल प्रोभिजन फर के हो त साथीहरु लसेस प्रोभिजन फर लसेसमा के पर्छ भन्नुस् त ल कस्तो हिसाब पर्ला साथीहरु के हो प्रोभिजन फर लसेस भनेको भन्नुस् त हेलो कसैलाई नलेज छ प्रोभिजन फर लसेसको ल प्रोभिजन फर लसेसमा हामी के पढ्छौं साथीहरु दुई टाइप्सको के हो त कन्सेप्टहरु पढ्छौं है तपाईहरुले एक्जाममा सोध्ने चाहिँ एउटा मात्र हो यसबाट पहिला यहाँ लेखिहाल्नुस् कति मार्क्सको क्वेशन आउँछ भन्दा 7 मार्क्सको न्यूमेरिकल आउँछ तपाईहरुलाई यहाँनिर कुन गरेर सर भन्नुहुन्छ भने यो डिप्रिसिएसन कति त साथीहरु 8 मार्क्सको तपाईहरुलाई के गर्छ भन्दाखेरि डिप्रिसिएसन कति त साथीहरु 8 मार्क्सको ल यो डिप्रिसिएसन कति त 8 मार्क्स ए नम्बरमा डिप्रिसिएसन अथवा प्रोभिजन फर लस जुन पनि तपाईहरुलाई सोध्न सक्छ ए र बी गरेर सोध्छ एनालिटिकल क्वेशन एउटा तपाईहरुलाई यो कति त साथीहरु ल प्रोभिजन फर डिप्रिसिएसन प्लस के हो त प्रोभिजन फर लस दुईटा गरेर तपाईहरुलाई 15 मार्क्सको क्वेशन आउँछ कि दुईटा हैन त 8 र 7 जोड्नुस् त ठ्याक्कै 15 हुन्छ ल 8 र 7 जोड्नुस् ठ्याक्कै के हुन्छ त रेसिडेन्टल स्ट्याटस 15 मार्क्स न्यूमेरिकल एन्ड थ्योरी 15 हो भनेर भन्दै हुन्छ रेसिडेन्टल स्ट्याटसबाट 5 मार्क्स ल 15 मार्क्स होइन है 5 मार्क्स तपाईहरुको त्यो सिलेबस अहिले उयो मोडल क्वेशनहरु दिएको होला एकचोटी मैले मोडल क्वेशन पनि हेर्नु पर्ने छ अब यस्तो हो साथीहरु मैले अघि पनि भनिहाले तपाईहरुलाई अहिले हाम्रो के हो त भन्दा यो 4th इयरको क्लासहरु भर्खर सकिएर फर्स्ट इयर क्लासहरु भर्खर सकिएर मैले खासै तपाईहरुको उयो हेर्न पाएको छैन मैले एकचोटी अस्ति लास्ट टाइम तपाईहरुको कोर्स चेन्ज भइसकेपछि एकचोटी बुक यहाँ पब्लिकेसनबाट लिएर मात्र हेरेको थिए कोर्स चेन्ज भएको छ सर एउटा बुक लगेर हेर्नुस् भनेर भनेको थिए म कलेज पढाउने चाहिँ भ्याउँदिन कि म आफै लोकसेवाको तयारी गरेको भएर मैले 1-2 वर्ष पढाए त्यसपछि यता लोकसेवामा फुल टाइम दिनुपर्ने भएको भएर आजभोलि कलेज मैले छोडेको छु अब किनकि कलेजमा बिहान पढाउ फेरि तपाईहरुको एक्जाम ल्याउ प्राइभेट कलेजहरु त्यस्तै त हो नि गभर्नमेन्टले जान फेरि नाम निकाल्नै पर्यो खासै टिचिङमा रहर पनि नभएको सँगसँगै यसो पार्ट टाइम जबको रूपमा मात्र उयो गरेको भएर खासै म कलेज चाहिँ पढाउँदिन आजभोलि अनि तपाईहरुको बुक ल्याएको थिए पब्लिकेसनले दिएको थियो
त्यो बुक ल्याएर हल्का हेरेका थिएँ अब अलिकति उयो गरेर अनि पछि तपाईँहरूलाई बृहत रूपमा हेरौँला नयाँ त्यस्तो केही उयोहरू रहेछ भने तपाईँहरूलाई जानकारी गराउने नै छु ल प्रिपेयर गर्नुहुन्छ पिएसयु भनेर भन्दै हुन्छ सेक्सन अफिसर रविनजी सेक्सन अफिसर हिजो आज के को इक्जाम सक्यो भनेर भन्दाखेरि इन्सपेक्टर एपिएफको इन्सपेक्टर आज सकेको छु है त त्यही भएर पनि मैले खासै टाइम छैन अब भोलितिर यसो हेरौँला तपाईँको बुक पनि एकचोटि केही नयाँ छ भने ल प्रोभिजन फर के हो त लसेस अर्को कति त भन्दाखेरि प्रोभिजन फर लसेस पछि अर्को तपाईँले पढ्नुपर्छ भ्याट छुटाउनै भएन है त एकदम टाउको दुखायो साथीहरू यो भ्याट भन्ने एकदम टाउको दुखायो थोरै मार्क्समा आए पनि के हो त यो अलिकति समस्या पर्न सक्छ नर्मल साथीहरूलाई अलिकति ध्यान दिनु भएन भने सेट अफ एन्ड क्यारी फरवर्ड अफ लसेस छ त 14 मा भनेर भन्नुभएको छ सेट अफ फर क्यारी फरवर्ड अफ लसेस भनेको प्रोभिजन फर लस हो ल मैले अघि पनि भनेको थिएँ तपाईँलाई दुईवटा कन्सेप्ट हुन्छ भनेर भनेको थिएँ यता हामी घुम्यौँ कुरा प्रोभिजन फर लसेस भनेको दुईवटा हुन्छ है यो बुक अनुसार हुन्छ अब तपाईँहरूकोमा अहिले सेट अफ भनेर दिएको होला ल के हुन्छ भन्दा सेट अफ लसेस अथवा के हो त क्यारी फरवर्ड अफ लसेस हुन्छ ल क्यारी के हो त फरवर्ड अफ लसेस भनेर भन्ने हुन्छ तपाईँलाई इक्जाममा आउने चाहिँ कुन हो त सर भन्नुहुन्छ नि यो क्यारी फरवर्ड हो है त साथीहरू सेट अफ लसेस भनेको चाहिँ के हो त सर भन्नुहुन्छ भने यो वर्षको घाटालाई है त साथीहरू राम्रो पढाएपछि अर्कै सर आएर बुझिएन भने फेरि गाह्रो हुँदैन भनेर भन्नुभएको छ म क्लास सकाउँछु साथीहरू क्लास सकिन्छ तपाईँहरूको है त्यो तपाईँहरूले चिन्ता लिनु पर्दैन ट्याक्सको मै एउटा ल्याउँला नि ल एउटा क्लास त मैले नि पढाउनु पर्यो यसो अलिअलि खर्च त निकाल्नु पर्यो नि ल मैले के भने भन्दाखेरि साथीहरू सेट अफ लसेस तपाईँहरूलाई यो इक्जाममा चाहिँ आउँदैन है बुकमा पनि एउटा दुईवटा क्वेसनहरू दिएको छ हामी प्र्याक्टिस गर्छौँ इक्जाममा अहिलेसम्म तपाईँहरूको के हो त बीबीएस 4 वर्ष बीबीएस आएदेखि अहिलेसम्म सेट अफ लसेस सोधेको छैन पास्टको क्वेसन हेर्नुहुन्छ भने सोधेको छैन इतिहासमै सोधेको छैन भन्दा नि भयो क्यारी फरवर्ड अफ लसेसबाट तपाईँहरूलाई 7 मार्क्समा आउँछ जुन हामीले यहाँ 7 न्युमेरिकल लेख्यौँ यो क्यारी फरवर्ड अफ लसेसबाट आउने हो यो वर्षको घाटा मैले फेरि पनि भने साथीहरू अलिकति सुन्नु होला पछि हामी डिटेलली पढ्छौँ यो वर्षको घाटालाई यही वर्षको आम्दानीहरूबाट के गर्न सकिन्छ त हामीले सेटअप गर्न सकिन्छ अथवा फुलफिल गर्न सकिन्छ अथवा कभर गर्न सकिन्छ अथवा मेकअप गर्न सकिन्छ लिपस्टिक पाउडरवाला मेकअप होइन कि के हो त साथीहरू बिजनेसमा इन्भेस्टमेन्टमा भएको लसहरू बिजनेसबाट कभर गर्ने अथवा इम्प्लोइमेन्टको लसहरूलाई चाहिँ बिजनेसहरूबाट कभर गर्ने त्यस्तो सिस्टमलाई चाहिँ यो वर्ष अब विभिन्न हामीले इम्प्लोइमेन्ट पनि गरिरहेको हुन्छौँ बिजनेस पनि गरिरहेको हुन्छौँ एकै मान्छेले चाहिँ विभिन्न सेक्टरबाट के गरिरहेको हुन्छ इन्कम गेन गरिरहेको छ भने एक ठाउँको घाटालाई चाहिँ अर्को ठाउँबाट के गर्न सकिन्छ त कभर गर्ने तर सेटअपमा चाहिँ के हुन्छ त भन्दा यही वर्षको मात्र पाइन्छ अनि क्यारी फरवर्ड अफ लसेसमा चाहिँ हामी के पढ्छौँ त भन्दाखेरि साथीहरू नर्मल्ली कति त 7 वर्षसम्म र यो बुट कम्पनी के अरे बुट इन्टिटी अनि अर्को के हो त तपाईँको पेट्रोलियमहरूको केसमा चाहिँ हामी 13 वर्षसम्म भनेर के गर्छौँ त पढ्छौँ इक्जाममा तपाईँहरूलाई अहिलेसम्म आएको भनेको चाहिँ जेनरल नै हो है जेनरल नर्मलको उयो नै हो साथीहरू 7 वर्षसम्म यो बुट इन्टिटी र पेट्रोलियम चाहिँ हामी कति त पढ्छौँ त्यो पनि तर अहिलेसम्म इक्जाममा चाहिँ आएको छैन त्यसको चाहिँ अलिकति स्पेसल के हुन्छ त क्राइटेरिया हुन्छ सर बुट इन्टिटी भनेको के हो भनेर भन्नुहुन्छ नि एकचोटि यो सोधिसकेको पनि छ साथीहरू ट्युमा एकदमै इम्पोर्टेन्ट कुरा हो है बुट इन्टिटी तपाईँहरूले सुन्नु भएको छ साथीहरू ल ट्याक्स कलेजमा पढेको साथीहरूले भन्नुहोस् त बुट इन्टिटी सुन्नु भएको छ के हो बुट इन्टिटी BOOT बुट भन्नुहोस् त ल BOOT के हो त साथीहरू बुट इन्टिटी ल बुट स्ट्र्याप हजुर बुट स्ट्र्याप जस्तै हो सुरुमा खोलेको कम्पनी जस्तो विदाउट एनी इन्भेस्टमेन्ट आफ्नो पर्सनल इन्भेस्टमेन्ट गरे जस्तो बुट इन्टिटी ल पछि भनौँ न तपाईँले यो खासमा कस्तो हो भन्दाखेरि अलिकति इन्फ्रास्ट्रक्चरहरू डेभलपमेन्टहरूसँग सम्बन्धित हुन्छ नि जुन तपाईँहरूको यो पुलहरू बनाउने हो कि भन्नुहोस् त हाइड्रो पावरहरू बनाउने रोड कन्स्ट्रक्सनहरू सम्बन्धित यस्तो जति पनि इन्फ्रास्ट्रक्चरसँग डेभलपमेन्टसँग योहरू हुन्छ त्यसलाई पछि फुल फर्महरू लेखाएर डिटेल उयो गरौँ ल आजको क्लास लगभग सक्यो अझै 10-15 मिनट म बढी नै लिन्छु है म अलिकति इन्ट्रोडक्सन पनि पढाउँछु आज सुरु गर्नै पर्छ ओरिएन्टेसनमा मात्र सीमित नराखौँ ल यो पछि हामी डिटेलली जान्छौँ साथीहरू जस्ट मैले तपाईँलाई सर भनेको मात्र हो ल अर्को तपाईँहरूले रेगुलरले पनि पढ्नुपर्ने अर्को एउटा भ्याट कति 22 मा होला सायद हेर्नुहोस् ल 22 मा हो भ्यालु एडेड के हो त साथीहरू ट्याक्स हेर्नुहोस् त लेसन 22 हो साथीहरू भ्याट ल न्युमेरिकल यो पनि के हो त भन्दाखेरि न्युमेरिकल
न्युमेरिकलमा भ्याट कतिमा आउँछ सर भन्नुहुन्छ नि 5 मार्क्स प्लस यो 2 मार्क्समा पनि आउन सक्छ तर मैले यहाँ लेखिनँ मैले अहिले पनि भने साथीहरु एकदम स्योरिटी कुराहरु मात्र हामी के गर्छौं यहाँ डिस्कस गर्छौं मिनिमम हामीले कति मार्क्स चाहिँ के गर्न सक्छौं क्यारी गर्न सक्छौं भन्ने मात्र हेर्छौं यो तपाईहरुको के हो त भन्दा रेगुलर सम्मको हो साथीहरु रेगुलर सम्मको भयो यहाँ तपाईले न्युमेरिकल जोड्नुहुन्छ नि मिनिमम पनि कति 10 यहाँ 20 यो यसको फ्यामिलीहरु जोड्नुस् पहिला यहाँ 20 मार्क्स भयो 20 10 ले कति भयो त तपाईहरुको 30 30 10 ले कति भयो साथीहरु 40 है 40 5 कति भयो त 45 5 ले कति भयो त तपाईहरुको 50 भयो 50 प्लस एउटा यहाँ बाँकी नै छ एनालाइटिकल ला 50 60 कति भयो त 65 मार्क्स भयो 65 मार्क्स प्लस तपाईहरुलाई 2 मार्क्सको गोटाको क्वेशन कति आउँछ त सर भनेर भन्छ नि 2 मार्क्सको गोटा 5 वटा मिनिमम पनि आउँछ 5 6 वटा 2 मार्क्स गोटाको जस्तै मैले अहिले भ्याटको भने इम्प्लोयमेन्टबाट आउन सक्छ तपाईहरुलाई अनि के हो त भन्दाखेरि यो रेसिडेन्टलबाट त आउँदैन तपाईहरुलाई अर्को बिजनेसहरुबाट इन्भेस्टमेन्टहरुबाट पनि 2 मार्क्स के आउन सक्छ साथीहरु क्वेशन 4-5 वटा आउँछ त्यो गरेर लगभग तपाईहरुलाई 75 मार्क्सको यो अहिलेको नयाँ कोर्सको कुरा गर्दै छु मैले नयाँ कोर्सले मात्र सुन्नु होला तपाईहरुलाई 70 75 देखि कति 70 प्लस भनेपछि 75 र लगभग राम्रो आयो भने साथीहरु 80 मार्क्स सम्म आउन सक्छ किन सर भनेर भन्नुहुन्छ नि तपाईहरुको अहिले जति पनि तपाईहरुको भनेको यो जुन थर्ड इयरमा अहिले पढ्दै हुनुहुन्छ तपाईले हरेक वर्ष तपाईहरुले कोर्स चेन्ज गर्दै लिएर आउनु भएको छ तपाईहरुलाई थाहा छ अझै छैन भन्नुस् त थर्ड इयर साथीहरु थर्ड इयर रेगुलर पढ्दै गर्नु भएको साथीहरु भन्नुस् त तपाईहरु जबदेखि फर्स्ट इयर प्रवेश गर्नुभयो नि हो बीबीएस फोर्थ इयरको के हो त तपाईहरुले इतिहासमा के गर्नु भएको छ त ठुलो उथलपुथल गर्नु भएको छ फर्स्ट इयरमा आउनुभयो फर्स्ट इयरमा के गर्नुभयो अकाउन्ट नयाँ लिएर आउनुभयो हो कि भन्नुस् त यस्तो अकाउन्ट लिएर आउनुभयो कि पुरै त्यो 11 र 12 को मिक्स जर्नलहरु ड्याङडुङ भएको सबै के लिएर आउनु भएको छ लिएर आउनु भएको छ के सबै लिएर आउनुभयो अकाउन्ट पुरै नयाँ लिएर आउनुभयो पहिलाको अकाउन्टसँग त तत्त भुत्ल के पनि मिल्दैन ओल्ड अकाउन्टसँग अनि एउटा स्ट्याटिस्टिक्स जस्तोको त्यस्तै छ क्यारे अरु सबै चेन्ज भएको छ इकोनोमिक्सहरुको हामीले कुरै गरेनौं मैले पढाउने कुरा सब्जेक्टहरु मात्र कुरा गरे अकाउन्टको लगभग सबै सेम छ थप एउटा तपाईहरुले 15 मार्क्सको 10 देखि 15 मार्क्स एउटा थपेर लिएर आउनु भएको छ है मास्टर मानि सर्नु पर्ने होला हामीले त भनेर भन्दै हुन्छ अनि तपाईहरु एकदमै अब के भनौं तपाईहरुको लागि चाहिँ ब्याड लगे हो साथीहरु किन भन्दाखेरि तपाईहरुको लागि चाहिँ ब्याड लगे हो हुन त हाम्रो लागि पनि ब्याड लगे हो किन भनेर भन्नुहुन्छ नि हरेक वर्ष कोर्स चेन्ज भइसकेपछि जस्तै तपाईहरुले फर्स्ट इयरको अकाउन्ट पढ्नुभयो फर्स्ट इयरको अकाउन्ट नयाँ किताब पढ्दाखेरि त लास्ट इयर सोधेको क्वेशनहरु खोइ त कसरी क्वेशन सोध्छ हो कि भन्नुहुन्छ प्रिभियस इयरमा कस्तो क्वेशनहरु सोधेको थियो हो कि भन्नुहुन्छ त्यो नै थाहा हुँदैन के प्याटर्नै थाहा हुँदैन टिचरले पढाउँदाखेरि के गर्यो भन्दा हामीले फर्स्ट ब्याच तपाईहरुलाई पढाउँ तपाईहरुको ब्याचलाई पढाउँदाखेरि भयभरको किताब के हो त साथीहरु सबै पढ्यो जहाँबाट जे पनि आउन सक्छ अब सेल तपाईहरुलाई मोडल क्वेशन त दिन्छ एउटा मोडल क्वेशन छुट्टै हुन्छ कहाँबाट हाले हुन्छ एउटा मोडल क्वेशनको छुट्टै प्याटर्न हुन्छ एउटा के हो त सीमा नै हुँदैन जहाँबाट जे पनि आउन सक्छ भने मर्ने गरी किताब घोकायो लास्टमा हिसाब आउने होला 60 65 मार्क्सको हिसाब आयो त्यो हिसाब पनि कस्तो आयो भन्दाखेरि 15 मार्क्सको म्याक्सिमम टिचरहरुले 90% भन्दा बढी टिचरहरुले एनएफआरएस भन्ने पढाएकै थिएन यो आउँदैन भनेर के हो त साथी एनएफआरएस पढाउँदै पढाएन तर एक्जाममा पहिलो चोटी नै के आयो त त्यही एनएफआरएस आयो हेर्नुस् लास्टमा तपाईहरुलाई एनएफआरएस आको हो नि याद छ कि छैन फर्स्ट इयर गर्नु भन्नुस् त अनि एनएफआरएसमा पनि के हुन्छ त भन्दाखेरि अब त्यो मिस्टेक भइसकेपछि पुरा मार्क्स आउँदैन अलिअलि मार्क्स त आउँछ तपाईहरुलाई है जेनरल बेसिक नलेज त रहेछ भनेर 2-4 मार्क्स हामी दिन्छौं भए पनि तपाईहरुलाई 15 मार्क्सको हिसाबमा कहाँ 15 कहाँ 2-4 मार्क्स छ त्यस्तो हुन्छ अनि तपाईहरुले थर्ड इयरमा त खासै चेन्ज छैन अब तपाईहरुको फोर्थ इयर फाइनान्स आयो हेर्नुस् त फाइनान्स पनि लगभग नयाँ हो साथीहरु सबै मास्टरतिरको तपाईहरुको के हो त ब्याचलरको फोर्थ इयरको फाइनान्स इन्भेस्टमेन्टहरुलाई मर्ज गरेर प्लस मास्टर डिग्रीबाट एमबीए एमबीएस को क्वेशनहरु के हो त अलिकति फाइन त्यताको क्वेशनहरु पनि बुकहरु क्वेशनहरु पनि मिलाएर के बनाएको छ त तपाईहरुलाई भन्दाखेरि नयाँ फाइनान्स बनाएको छ त्यसको पनि खासै पुरानो क्वेशनहरु त्यति भेट्नु हुँदैन तपाईले कोर इकोनोमिक्समा जीडीपी 15 मार्क्समा नयाँ हिसाब आइदिएको नि सर भनेर भन्दै हुन्छ सेकेन्ड इयरमा ल हेर्नुस् भ्यालु एडेड ट्याक्स यहाँनिर हामीले कति मार्क्सको साथीहरु कति मार्क्सको 65 के हो त यो तपाईहरुको डिस्क्रिप्टिभ क्वेशनहरु है त 65 के हो त डिस्क्रिप्टिभ न्युमेरिकल लगभग स्योर नै हो यहाँबाट 1 मार्क्स पनि तलमाथि हुँदैन प्लस 10 मार्क्सको के आउँछ त साथीहरु तपाईहरुलाई भेरी सर्ट भी भनेको भेरी सर्ट गरेर 75 है 75 6 फिक्स नै होइन अब यो 10 मार्क्सको जुन यो भेरी सर्टहरु छ एउटा दुईटा बढ्न पनि सक्छ दुईटा बढ्यो भने 12 मार्क्स हुन्छ दुईटा घट्यो एउटा घट्यो भने कति त 8 मार्क्स मात्र हुन सक्छ यदि तपाईहरु लगभग 70 अराउन्डमा साथीहरु 70 मैले प्लस राख्दिए 70 भन्दा 1-2 मार्क्स तल आयो भने 70 सम्म आउला 1-2 मार्क्स बढी आयो भने 80 सम्म आउला अब ओल्डलाई चाहिँ ओल्ड साथीहरु हुनुहुन्छ जुन ब्याक पेपरको तयारी गर्दै हुनुहुन्छ भने ओल्डले चाहिँ के गर्नु पर्यो त भन्दा
तपाईहरुले अडिटिङ पनि पढ्नुपर्छ है। अडिटिङको पनि म इन्ट्रोडक्सन पढाउँछु तपाईहरुलाई। अडिटिङ भनेको के हो, अडिटिङको फाइदा बेफाइदाहरुको कुराहरु, त्यो थ्योरी एकदमै इम्पोर्टेन्ट छ साथीहरु। अडिटिङको थ्योरी पनि म पढाउँछु तपाईहरुलाई अलिकति। ल लेसन 23 मा के छ भन्नुस् त एकचोटी। 23 मा यो अरूले पनि पढ्न त कन्सेप्चुअल फाउन्डेसन छ लास्टमा हेर्नु त अडिटिङको के छ 23 मा हेर्नुस् त साथीहरु। कन्सेप्चुअल फाउन्डेसन कहाँ छ भन्नुस् मलाई। ल कन्सेप्चुअल फाउन्डेसन रेक्टिफिकेसन अफ इरर भनेर 23 छ। ल तपाईहरुको नयाँमा पनि रेक्टिफिकेसन इरर छ र? नयाँमा त ट्याक्स अडिटिङ छ 23 मा। ल हो ट्याक्स अडिटिङ दिएको छ। नयाँमा चाहिँ के दिएको छ अरे ट्याक्स अडिटिङ दिएको छ। ट्याक्स के दिएको छ त अडिटिङ दिएको छ। मैले यहीँनिर लेख्दिएँ है त नानीहरु। ल तल चाहिँ पुरानोलाई मात्र राख्दिएँ मैले। तपाईहरुको 23 मा यो नयाँको लागि भयो। 23 मा न्यूले चाहिँ के गर्नु पर्यो भन्दा अडिटिङ एउटै हो हुन त, तर तपाईहरुलाई हिसाब आउँदैन के। अडिटिङ के हो त के भन्नुभयो नानीहरु। अडिटिङ के भन्नुभयो नयाँले भन्नुस् त 23 मा के छ रे। ट्याक्स अडिटिङ मात्रै छ। ल ट्याक्स अडिटिङ यहाँबाट तपाईहरुलाई थ्योरी मात्र सोध्छ नयाँमा चाहिँ है त। यहाँबाट तपाईहरुलाई 2 मार्क्सको साथीहरु 2 मार्क्स 5 मार्क्स 7 मार्क्स सम्मको। ल यहाँबाट थ्योरी यो पढाउँछु म। लगभग इम्पोर्टेन्ट सबै थ्योरीहरु लेखाउँछु म। ह्यान्डआउट पनि दिन्छु ट्याक्स अडिटिङबाट तपाईहरुलाई। यहाँबाट तपाईले थ्योरी मात्र लेख्ने। नयाँले चाहिँ थ्योरी मात्र लेख्ने। यहाँनिर लगभग 5 मार्क्सको थ्योरी स्योर नै हो है त। 5 मार्क्सको थ्योरी स्योर नै आउँछ। अडिटिङ भनेको के हो है। अडिटिङको प्रकारहरु आउन सक्छ साथीहरु। विभिन्न प्रकारहरु हुन्छ त्यसको विभिन्न के हो त मान्यताहरु सोध्न सक्छ तपाईहरुलाई। सबै लेखाउँछु म तपाईहरुलाई। अनि ओल्डले चाहिँ यो चाहिँ ओल्डको लागि मात्र हो साथीहरु। ल मैले यहाँ माथि लेख्दिए ओल्डको लागि मात्र भनेर। यो चाहिँ ओल्डको लागि मात्र हो। फर के हो त ओल्ड कोर्स जुन अहिले ब्याक पेपरको तयारी गर्दै हुनुहुन्छ। ओल्ड कोर्सहरुले चाहिँ कन्सेप्चुअल फाउन्डेसनबाट सेम हो। तपाईहरुलाई थ्योरी पनि स्योर नै सोध्छ। ल तपाईहरुलाई के हो त थ्योरी पनि स्योर नै सोध्छ। यहाँबाट तपाईहरुलाई के सोध्छ त सर भन्नुहुन्छ नि 5 यो न्यूमेरिकल प्लस थ्योरी दुईटै हो तपाईहरुको लागि चाहिँ है त। बेसिकली न्यूमेरिकल नै लेख्नुस् ल तपाईहरुले। न्यूमेरिकल नै सोध्छ तपाईहरुलाई। कन्सेप्चुअल फाउन्डेसनबाट न्यूमेरिकल सोध्छ। न्यूमेरिकल कति मार्क्स भनेर भन्नुहुन्छ नि लगभग 12 मार्क्स त स्योर नै हो नानीहरु। 10 मार्क्सको एउटा के आउँछ त रेक्टिफिकेसन इरर आउँछ। है कसले रेक्टिफिकेसन भन्दै हुनुहुन्थ्यो। यही हो रेक्टिफिकेसन भनेको है त। रेक्टिफिकेसन इरर तपाईले 11 कक्षामा पढ्नु भएको थियो याद छ कि छैन। ल रेक्टिफिकेसन इरर भनेको जर्नलमा हुने के हो त साथीहरु गल्तीहरु हो जुन सच्याउनु पर्छ है। जर्नलमा हुने जस्तै हामीले सामान किन्यो रामसँग सामान किन्यो भनेर भने थियो के लेख्नु पनि चाहिँ रामसँग सामान किनेको। तर हामीले चढाउने बेलामा चाहिँ के हो त रामसँग सामान बेचेको भनेर चढायो भने त्यहाँ के हुन्छ तब इरर हुन्छ। त्यसलाई कसरी रेक्टिफाई गर्ने कसरी सच्याउने भन्ने हिसाब तपाईहरुको 10 मार्क्सको के हो त न्यूमेरिकल यहाँबाट आउँछ है। अनि प्लस 5 मार्क्सको के आउँछ त सर भन्नुहुन्छ नि थ्योरी स्योर नै हो। अडिटिङ भनेको के हो अडिटिङको प्रकारहरु लेख। अडिटिङको मान्यताहरु के हो साथीहरु। विभिन्न व्यक्तिहरुले अडिटिङको बारेमा भनेको भनाइहरुको कुराहरु भयो है। अनि अडिटिङको अब विभिन्न के हो त प्याटर्नहरु अथवा अडिटिङ गर्दाखेरिको विभिन्न के त प्रक्रियाहरुको कुराहरु भयो। त्यसबाट 5 मार्क्सको के हो त थ्योरी पनि आउँछ। तपाईहरुलाई चाहिँ यो 75 प्लस चाहिँ ओल्डलाई पनि भयो है। 75 प्लस यो न्यूमेरिकलको मात्र कुरा गरे हामीले। न्यूमेरिकलको मात्र कुरा गरे साथीहरु। 75 प्लसको के हो त न्यूमेरिकल ओल्ड न्यूलाई कमनै भयो। अनि ओल्डले चाहिँ के मात्र अर्को 10 मार्क्स के पाउँछ त भन्दाखेरि 10 मार्क्स प्लस यहाँ 2-4 मार्क्सको जर्नल पनि हुन्छ है साथीहरु। अर्को यो पनि हुन्छ त्यहाँ 1-2 मार्क्सको त 2 मार्क्स 2-4 मार्क्सको तपाईहरुलाई के आउँछ भन्दाखेरि यो के हो भनेर सोध्छ। फ्रड हो कि है जानी जानी गरेको के हो त साथीहरु गल्ती हो कि अथवा फ्रड हो कि तपाईहरु के हो त भन्दाखेरि फ्रड हो कि अथवा के म्यानिपुलेट गर्न थालेको उयो हो कि भनेर विभिन्न किसिमको तपाईहरुलाई के हो त त्यहाँनिर कारोबारहरु दिएको हुन्छ। त्यो कारोबारलाई चाहिँ के हो त यो भन भनेर भन्छ है। जानी जानी गरेको गल्ती हो कि नजानिकन अनजानमा भएको गल्ती हो भनेर सोध्छ। त्यो पनि 2 मार्क्स 4 मार्क्समा आउन सक्छ। भने तपाईहरुलाई लगभग 90 मार्क्सको ओल्डलाई चाहिँ कति त 75 प्लस यो 10 गरेर कति त 85 प्लस 5 मार्क्सको अर्को 2-4 1-2 मार्क्सको अर्को न्यूमेरिकल 2 मार्क्सको क्वेशनहरु पनि आउँछ। मैले यो कुरा गरेँ फ्रडहरु छुट्याउने तपाईहरुले फ्रडहरु रङहरु है त्यस्तो छ छुट्याउने गरेर तपाईहरुलाई लगभग 85 मार्क्सको हिसाब स्योर नै। अब तपाईले पहिला दिइसक्नु पनि भयो तपाईहरुलाई थाहा पनि छ है। लास्ट इयर क्वेशनहरु रहेछ भने क्वेशन होला मसँग त्यो तपाईहरुलाई गराउँछु पनि म। यो तपाईहरुको के हो त साथीहरु बेसिक हामीले पढ्नुपर्ने कुराहरु। अब यसमा जुन तपाईहरुको सर यहाँ चाहिँ 23-24 वटा च्याप्टरहरु छ नि अरु च्याप्टरहरु खोइ भनेर भन्नुहुन्छ भने सबै च्याप्टरहरु यसमा प्रवेश हुन्छ के साथीहरु। जस्तै हामी बिजनेसहरु पढ्छौं। बिजनेसमा तपाईले यसो पल्टाएर हेर्नुभयो भने त्यहाँ बिजनेसमा के दिएको छ र केही पनि दिएको छैन। बिजनेसको किताब तपाईले पल्टाएर हेर्नुहुन्छ भने त्यहाँ नर्मल प्रोभिजनहरु दिएको छ। त्यो प्रोभिजनहरु कहाँबाट आयो भन्दाखेरि लेसन 2 लेसन 3 को प्रोभिजनहरु हुन्छ साथीहरु।
विभिन्न ट्याक्सको कुराहरू हुन्छ ट्याक्सको विभिन्न के हो त पोलिसीहरू बारे तपाईहरुलाई लेसन 2 3 4 5 मा विभिन्न कन्डिसनहरू टर्म्सहरू दिएको हुन्छ त्यो सबै टर्म्सहरूलाई चाहिँ हामीले कहाँ इम्प्लिमेन्ट गर्छौं भन्दा इम्प्लोइमेन्ट बिजनेस इन्भेस्टमेन्टहरू निकाल्दाखेरि के गर्छौं त सबै इम्प्लिमेन्ट गर्नै पर्छ त्यस्तो हुन्छ के तपाईहरुको सबैलाई ओभरअल गरेर हामीले पढ्नुपर्ने चाहिँ कति हो त भन्दा मेनली न्युमेरिकली कति त साथीहरु यति मात्र लेसन 8 लेसन 9 लेसन 10 लेसन 12 लेसन कति त 13 लेसन 14 अनि के हो त ह्याट भनेको चाहिँ तपाईहरुको एकदमै न्युमेरिकली बेस्ड त्यसबाट अघि पनि भने हामीले 70 75 मार्क्सको हिसाब स्योर नै हो अनि यो क्लास सबैको लागि कमन हो साथीहरु यो 75 मार्क्ससम्म यो क्लास सबैलाई कमन जान्छ लास्टमा कसलाई त भन्दा ओल्ड कोर्सको साथीहरुलाई हामी छुट्टै के हो त तपाईहरुलाई हप्ता दिन जति त यो हिसाब मात्र तपाईहरुको यो अडिटिङको कन्सेप्ट त एउटै हो हैन थ्योरी त सेम नै हो थ्योरी पनि म पढाउँछु किन भन्दा यहाँ चाहिँ फिक्स हो के नानीहरु यिनीहरुको थ्योरी यो इन्ट्रोडक्सनको मैले भने नि तपाईहरुलाई यहाँबाट 2 देखि 5 मार्क्सको थ्योरी स्योर नै फिक्स नै हो ट्याक्स भनेको के हो भनेर सोध्ने स्योर नै सोध्छ तपाईहरुलाई त्यही भएर यहाँ चाहिँ यो थ्योरीहरु चाहिँ पढाउँछु म अनि यो किन भन्दाखेरि न्युमेरिकल पनि काम लाग्छ हामीलाई काम लाग्ने भएको भएर यो तपाईहरुले पढ्नै पर्छ यो थ्योरीहरु यसलाई थ्योरी भन्दा पनि फर्मुलै भनेर बुझ्दा हुन्छ तपाईहरुले अनि अर्को के हो त हप्ता 10 दिन तपाईहरुको नयाँको कोर्स सकिसकेपछि हप्ता 10 दिन ओल्डलाई हामी प्लस के पढाउँछ त भन्दाखेरि यो रेक्टिफिकेसन एरर यही क्लासमा हुन्छ है तपाई अहिलेदेखि क्लास जोइन गर्नु भएको छ तपाईको लगभग 1.5 देखि 2 महिना भित्र कोर्स सकिन्छ दशैंसम्म अब तपाईको अझै 6 महिना छ हेर्नुस् दशैं पछि नै एक्जाम भयो भने त 6-7 महिना हुन्छ 6-7 महिनामा तपाईले मिनिमम पनि 3 चोटी के गर्न सक्नुहुन्छ नानीहरु कोर्स रिभिजन गर्न पाउनुहुन्छ क्लासमा एकचोटी पैसा तिरिसकेपछि एक्जामसम्म क्लास एक्जामको अघिल्लो दिनसम्म हामी के गराउँछौं क्लास गराउँछौं ढुक्क भएर पढ्ने डेमो कति दिन मिल्छ सर भन्नु भएको छ डेमो अहिले 1 हप्ता छ तपाईहरुको यो फर्स्ट टाइम सुरु भएको फर्स्ट टाइम भन्दा नि यो फर्स्ट सिजन भएको भएर 1 वीक ट्रायल दिन्छौं तपाईहरुलाई है त ल 1 हप्तासम्म पेमेन्ट गर्नु भएन नि हाम्रो सौगातजी हुनुहुन्छ सौगातजीले भटाभट निकालिहाल्नुहुन्छ ग्रुपबाट ल त्यो मलाई थाहा भएन सौगात सरसँग सोध्ने थियो ल फीसीको बारेमा अब म लेसन 1 सुरु गर्छु तपाईहरुलाई ल अरु केही छ साथीहरु ल अरु केही यसमा नयाँ के थप कुराहरु के रहेछ भने तपाईहरुलाई म एक दुई दिनमा जानकारी गराउँला है मेरो समय अभावको कारणले खासै म अपडेट हुन पाएको छैन तपाईहरुको अहिले अब यो यसमा के हुन्छ भन्दाखेरि यो डिप्रिसिएसनको कुराहरु कहिले पनि चेन्ज हुँदैन के ओल्डलाई पनि आउँछ थ्योरी भन्नुभएको छ आउँछ अनुजी लास्ट इयर दिनु भएको थिएन एक्जाम तपाई ब्याक पेपर हो भन्नुस् त अनुजी तपाई ओल्ड कोर्स हो अनु ठाकुरी मेसेज गर्नुस् त ल आउँछ है नानी त्यहाँबाट अडिटिङ भनेको के हो भनेर सोध्छ लास्ट इयरको क्वेशन छ भने पल्टाएर हेर्नुस् एकचोटी स्योर हो त्यहाँबाट 2-4 मार्क्स 5 मार्क्सको थ्योरी एकदमै इम्पोर्टेन्ट हो त्यो अडिटिङको कन्सेप्टै त्यही हो तपाईहरु किताबै त्यही हो त अनि किताबै तपाईहरुको ट्याक्स हो किताबै तपाईहरुको अडिटिङ हो अनि अडिटिङ भनेको के हो त बेसिक नलेज त हुनु परेन त त्यही भएर पनि यो मैले पढाउँछु के ल दिन मैले भनेर भन्नु भएको छ लास्ट इयर क्वेशन होला भोलि एकचोटी देखाउँछु नि तपाईहरुलाई कसरी आउँछ भनेर म तपाईहरुको सिलेबस पनि होला सिलेबस पनि म भोलि सिलेबस भन्न आएछ सरी मोडल क्वेशन मोडल सेट यहाँ नेरी बुकमा बुक मैले यहाँ ओपन गरिरहेको छु साथीहरु बुकमा रहेछ भने भोलि यसो देखाउँछु यो तपाईहरुको अहिले नयाँ बुक है त यो बुक पछि तपाईहरुलाई दिन्छौं बुक पढाइ भइसकेपछि है ल यो सबै पढ्छौं हामी यहाँ नेरी 21 मा 22 मा भ्यालुएटेड ट्याक्स 23 मा के छ यहाँ नेरी हेर्नुस् त मैले अघि भनेको थिएँ नि कन्सेप्ट अफ अडिटिङ अब्जेक्टिभ अफ अडिट भयो साथीहरु टाइप्स अफ अडिटिङ इन्टरनल कन्ट्रोलहरु त्यो टाइप्समा पढिहाल्छ है इन्टरनल अडिटहरु कुराहरु आउँछ ट्याक्स अडिट भइहाल्यो अनि ट्याक्स र अडिटमा फरक के छ भनेर सोध्छ प्रोभिजनहरु त्यति मात्र हो यतिबाट लगभग 5 मार्क्सको तपाईहरुलाई के आउँछ त थ्योरी आउँछ ल अब म लेसन 1 सुरु गर्छु प्रज्वलजीले के सोध्न थाल्नु भएको जस्तो छ के छ प्रज्वलजी भन्नुस् ल सोध्नुस् त ल 10-15 मिनेट वेट गर्नु होला है म एउटा लेसन सुरु गर्छु के छ ल के सोध्नु छ भने सोधिहाल्नुस् प्रज्वलजी ल तपाईले लेसन 1 भनेर लेख्नुस् नानीहरु म अब लेखाउँछु लेसन 1 भनेर लेख्नुस् इन्ट्रोडक्सन अफ ट्याक्स अथवा इन्ट्रोडक्सन मात्र भनेर लेख्दा पनि हुन्छ है इन्ट्रोडक्सन यहाँबाट कति छ 2 देखि 5 मार्क्सको के हो त नानीहरु थ्योरी आउँछ स्योर नै हो 2 देखि 5 मार्क्सको के आउँछ त थ्योरी हो यहाँबाट स्योर नै आउँछ है त
मिनिमम 2 मार्क्स म्याक्सिमम कति त 4 अनि 5 मार्क्स के आउँछ तपाईहरुलाई थ्योरी आउँछ ल ओल्ड कोर्सको अडिटिङ पार्ट लास्टमा पढ्ने हो भनेर भन्नुभएको छ हो लास्टमा तपाईहरुको सबै च्याप्टरहरु पढाएर किन भन्दा ओल्ड र न्यूमा तपाईहरुको ओल्डलाई केमा त अडिटिङको न्यूमेरिकल त्यो रेक्टिफिकेसन एरर मात्र नयाँ भएको भएर लास्टमा पढाउँछु म तपाईहरुलाई है त ओल्डको साथीहरुलाई अरु सबै कमन हो पहिला पढ्नुस् न इम्पोर्टेन्ट ल लेसन कति भन्दाखेरि 1 लेख्नुस् त तपाईहरुले लेसन कति भन्दाखेरि 1 भनेर लेख्नुस् अलि डिजाइनिङ बनाइन्छ साथीहरु भोलि वर्ष तपाईहरुलाई यो सोलुसन हामी दिन्छौं सबै है एक्जाम टाइममा एन्सरहरु पनि लेखाइदिन्छु मैले भ्याए जति एकैछिन है त तपाईले के लेख्नुस् भन्दाखेरि लेसन 1 भनेर लेख्नुस् ल लेसन के हो त साथीहरु 1 भनेर लेख्नुस् यहाँनेरि इन्ट्रोडक्सन अफ ट्याक्स अथवा इन्ट्रोडक्सन भनेर लेख्न सक्नुहुन्छ इन्ट्रोडक्सन अफ ट्याक्स अथवा इन्ट्रोडक्सन भनेर लेख्नुहोस् इन्ट्रोडक्सन अफ के हो त साथीहरु ट्याक्स अथवा इन्ट्रोडक्सन भनेर लेख्नु होला सबैले लेख्नुस् त यति इन्ट्रोडक्सन अफ के हो त साथीहरु ट्याक्स 2 देखि कति त 5 मार्क्सको थ्योरी टी भनेको थ्योरी है त साथीहरु ल टी भनेको थ्योरी इन्ट्रोडक्सन अफ के पढ्छौं हामी ट्याक्स पढ्छौं ल सुरु गरौँ साथीहरु रेडी हुनुहुन्छ ल भन्नुस् त रेडी हुनुहुन्छ कि हुनुहुन्न के होला ट्याक्स भनेको भन्नुस् एकदम कमन कुरा हो है तपाईहरु ट्याक्स पढ्दै हुनुहुन्छ साथीहरु ट्याक्स भनेको के बुझ्नुहुन्छ भन्नुस् त ल साथीहरु के हो ट्याक्स भनेको गभर्नमेन्टले लिने चार्ज हो गभर्नमेन्टले लिने फाइनान्शियल चार्ज अथवा गाई भैँसीमा लाउने ट्याक्स हो त भन्नुस् त के हो भन्नुस् ट्याक्स भनेको ल सबैभन्दा पहिला ट्याक्स भन्दा अगाडि साथीहरु ट्याक्स अहिले म भन्ने छु है एकदम बृहत रूपमा चर्चा गर्छौं हामी ट्याक्सको बारेमा त्यो भन्दा पहिला हामी के बारेमा चर्चा गरौँ भन्दाखेरि ल ट्याक्स भन्दा अगाडि हामीले जान्नुपर्ने अर्को कुरा चाहिँ के छ भन्दा तपाईहरुलाई एक्जाममा 2 मार्क्समा चाहिँ सोधिसकेको छ साथीहरु खासै त्यति इम्पोर्टेन्ट त छैन त्यो पनि यो तपाईहरुले जान्नै पर्ने भएको भएर ट्याक्स जान्नु भन्दा अगाडि यो जान्नै पर्ने भएको भएर यसलाई के गर्नुस् त लेख्नु होला है ल एकचोटी सार्नुस् त बिफोर द के हो त कन्सेप्ट अफ ट्याक्स एट फर्स्ट के हो त वी नीड टु के हो त साथीहरु नो अबाउट मनी फाइनान्सिङ के हो त सोर्स अफ गभर्नमेन्ट त्यो सोधिसकेको छ 2 मार्क्समा मनी फाइनान्सिङ सोर्स अफ गभर्नमेन्ट अथवा गभर्नमेन्टको मनी फाइनान्सिङ सोर्स भनेको के हो साथीहरु ल बिफोर द के हो त साथीहरु कन्सेप्ट अफ ट्याक्स बारेमा जान्नु भन्दा अगाडि है हामीले फर्स्टमा के जान्नु पर्यो त भन्दाखेरि साथीहरु वी नीड टु नो अबाउट मनी फाइनान्सिङ सोर्स अफ के हो त गभर्नमेन्टको मनी फाइनान्सिङ सोर्सहरु के होला भन्नुस् त गभर्नमेन्टले चाहिँ कहाँबाट आम्दानी कमाउँछ होला साथीहरु भन्नुस् ल फाइन भनेर भन्नुभयो प्रमिलाजीले फाइन मात्र हो अरु भन्नुस् एउटा ट्याक्स नै भइहाल्यो है ट्याक्स भयो अर्को के हो त फाइन भनेर भन्नुभयो अर्को पेनाल्टी होला हो के भन्नुस् त के हुन्छ त एउटा गभर्नमेन्टको मनी फाइनान्सिङ सोर्स भ्याट भनेर भन्नु भ्याट त ट्याक्समा परिहाल्यो नि मिल्जी ट्याक्समा परेन र भ्याट ल तपाईहरुलाई एकदम चित्र बनाएर म बुझाइन्छु है अनि लेख्न सक्नुहुन्छ तपाईहरुले के लेख्नुहुन्छ भन्दाखेरि फाइनान्सिङ सोर्स अफ मनी गभर्नमेन्टको के हो त फिज भनेर भन्नुभयो कस्तो फिज हो यो फिज भनेको फिज मात्र भन्नुभयो भन्नुस् त कस्तो फिज हो फाइनसम्म त ठिकै छ फाइन एन्ड पेनाल्टी भयो त्यो विभिन्न किसिमको के हो त जस्तै तपाईहरु बिना हेलमेट के गर्नुहुन्छ त भन्दाखेरि बाइक स्कुटी हाँकेर हिँड्नुहुन्छ भने तपाईलाई फाइन चार्ज गर्छ त्यो गभर्नमेन्टमै जाने हो ल फिज भनेको कस्तो फिज हो बाबा ल फिज पर्ला जस्तो चाहिँ मलाई लाग्दैन है त फाइनान्सिङ के हो त साथीहरु सोर्स अफ गभर्नमेन्ट भनेर लेख्नुस् अथवा फाइनान्सिङ सोर्स अफ के हो त मनी ल गभर्नमेन्टको के हो त मनी फाइनान्सिङ सोर्सहरु के हो त भन्दै जान्नु पर्यो ल ट्याक्स यसैको पार्ट भएको भएर पहिला के हो त त्यो ट्याक्स भन्दा अगाडि हामी के गर्छौं यो बारेमा डिटेल चर्चा गरौँ ल अब यो के हुन्छ त भन्दाखेरि साथीहरु ल म सानो एउटा चित्र बनाउँछु है त हाँगा बनाउँछौं हामी ल तपाईले यसरी नि यहाँ हाँगा बनाउनु होला यहाँ जसरी बनाउँछु त्यसरी नै के बनाउनु होला साथीहरु हाँगा बनाउनु होला फाइनान्सिङ
सोर्स अफ के हो त मनी गभर्नमेन्टको है त कुनै पनि देशको चाहिँ आय स्रोतहरू के हो त देश कसरी चल्छ देशको आर्थिक अर्थतन्त्र कसरी चल्छ पैसा कहाँबाट आउँछ भन्ने बारेमा हामी के गर्छौँ साथीहरू चर्चा गर्दैछौँ एउटा के हुन्छ त भन्दा रेमिट्यान्स पर्छ कि नै सर भनेर भन्नुभएको छ ल रेमिट्यान्स पर्छ कि नै भनेर भन्नुभएको छ नर्मल भाषामा हेर्छौँ भने त हामी पर्छ है नर्मल भाषामा हेर्छौँ भने साथीहरू के हुन्छ रेमिट्यान्स पनि पर्छ ल तर खासै रेमिट्यान्सलाई चाहिँ हामी के हो त प्रायोरिटीको साथ हेर्दैनौँ अब रेमिट्यान्स त आउँछ देशलाई तर रेमिट्यान्स सरकारको इन्कमको सोर्स चाहिँ होइन नि त रेमिट्यान्स चाहिँ कसलाई आउने हो त भन्दाखेरि यहाँनिर पब्लिकलाई आउने हो सरकारले चाहिँ के चाहिँ उठाउँछ भन्दा रेमिट्यान्सको के उठाउँछ त ट्याक्स चाहिँ उठाउँछ बरु ट्याक्स चाहिँ के हुन्छ त भन्दा विभिन्न सर्टेन पर्सेन्ट चार्ज हामी तिरिरहेको हुन्छौँ विदेशबाट पठाउँदाखेरि जस्तै 1 लाख 2 लाख पठाउँदाखेरि के हुन्छ त उहाँहरूले अलिकति बढी एडिसनल चार्ज लिइरहेको हुन्छ त्यसको स्वरूप सरकारले पाउने चाहिँ के हो त नानीहरू ट्याक्स मात्र पाउने हो बाँकी पैसा कसले पाउने हो त यहाँनिर पब्लिकले पाउने हो देशमा चाहिँ आउँछ तर सरकारको के हो त सिधै के हो यहाँ नानीहरू ट्याक्स मात्र सरकारले उठाउने हो त्यसबाट अरू केही पनि पाउने ल हेर्नुहोस् मनी फाइनेन्सिङ सोर्स अफ के हो त गभर्नमेन्टमा सबभन्दा पहिला के पर्छ त सर भनेर भन्नुहुन्छ नि आम्दानी नानीहरू सरकारको आम्दानी एउटा सरकारको आम्दानी हुन्छ एउटा सरकारको के हुन्छ त भन्दा ऋण हुन्छ है ल एउटा सरकारको के हुन्छ त भनेर भन्नुहुन्छ नि आम्दानी हुन्छ एउटा सरकारको के हुन्छ त ऋण हुन्छ ल तपाईले यस्तो दुईवटा के बनाउनु होला यहाँनिर चुच्चो बनाउनु होला ल एकदम बुझ्ने मैले अघि पनि भनेको छु तपाईहरुलाई ट्याक्स यसरी पढाउँछु कि है तपाईहरुले बालबच्चालाई चाहिँ नभनाउनु साथीहरु अब के होला हैन तपाईले आफूभन्दा साथीहरु 2 ब्याज तलको भाइ बहिनीहरुलाई चाहिँ सिकाउन सक्नुहुन्छ तपाईले के चाहिँ रिप्लेसमेन्ट गर्नुपर्छ भन्दा ट्याक्समा चाहिँ हेरफेर भइरहेको हुन्छ त्यसमा चाहिँ तपाईहरुले परिमार्जन गर्नुपर्छ मैले पढाएको कति भाइहरुले अहिले पनि साथीहरुलाई पढाइरहनु भएको छ ल पढाउने सिक्ने नै त्यसरी हो आफ्नो साथीबाटै सुरु गर्ने पढाउनलाई मैले पनि के हुन्छ साथीहरु फर्स्ट इयर पढ्दा फर्स्ट इयरलाई पढाउँथे आफ्नै साथीहरुलाई मेरो बेलामा मेरो साथीहरु सरसँग भन्दा नि मसँग पढ्न रुचाउँथे कुटी कुटी पढाउँथे मैले त्यही पनि पढ्थे मैले किन भन्दाखेरि साथीहरु नो रेस्ट फर बेस्ट त्यो बेलाको मेरो के हो त एउटै मात्र एम थियो नो रेस्ट फर बेस्ट जतिखेर पनि पढ्ने कलेजमा भेट्यो पढ्ने हाफ टाइममा भेट्यो पढ्ने यसरी पढाउँथे कि त्यो उयो त तपाईहरुको ट्याक्स र फाइनान्सहरु त अथवा भनौं न न्यूमेरिकल सब्जेक्टहरु घोटाउने के एन्सर धरि रट्थ्यो एन्सर धरि याद हुन्छ साथीहरु त्यही क्वेशन आउँछ नि तपाईहरुले त फिल गर्नु भएको छ तपाईले सेकेन्ड इयरको फाइनान्सहरु पढ्नुभयो फर्स्ट इयरको सेकेन्ड इयरको अकाउन्टहरु हेर्नुभयो जुन के रे लास्ट इयरको प्रिभियस क्वेशनहरु तपाईले गर्दाखेरि एउटा दुईटा क्वेशन यस्तो हुन्छ कि जस्तोको त्यस्तै आउँछ कि नम्बर धरि याद हुन्छ तपाईलाई क्याल्कुलेटर पनि चाहिदैन साथीहरु अब ट्याक्समा चाहिँ त्यस्तो हुँदैन है फेरि ट्याक्समा चाहिँ त्यस्तो हुँदैन किन भन्दा ट्याक्सको क्वेशन जहिले पनि नयाँ नै हुन्छ नानीहरु किन भन्दा यहाँ विभिन्न इन्कम इयरहरुको कुराहरु हुन्छ तर नयाँ नै हुन्छ फाइनान्समा भोलिपछि फोर्थ इयरको फाइनान्समा फोर्थ इयरको इन्भेस्टमेन्टमा फोर्थ इयरको एफआइएममा त्यो लागू हुन सक्छ ल एक नम्बरमा तपाईले लेख्नुहोस् के हो त भन्दाखेरि फाइनान्सिङ सोर्स अफ मनीमा के हुन्छ त सर भनेर भन्नुहुन्छ नि एक नम्बरमा साथीहरु रेभिन्यू रेभिन्यू भनेको सरकारको के हो त आम्दानी हो कुन दानी हो सर भनेर भन्नुहुन्छ भने आम्दानी हो भनेर लेख्नुस् ल एक नम्बरमा के हो त रेभिन्यू भनेर लेख्नुस् रेभिन्यू भनेको के हो त सर भन्नुहुन्छ नि आम्दानी सरकारको के हो त साथीहरु आम्दानी आम्दानी पनि कति प्रकारको हुन्छ भनेर भन्नुहुन्छ नि दुई किसिमको हुन्छ साथीहरु एउटा ट्याक्सेबल हुन्छ एउटा के हो त नन ट्याक्सेबल हुन्छ है भोलि पर्सि सोध्न सक्छ मैले अघि पनि भने एक्जाममा तपाईलाई के गर्न सक्छ साथीहरु सोध्न सक्छ एउटा आम्दानी हो एउटा मैले अघि पनि ट्याक्सेबल एउटा के हो त नन ट्याक्सेबल ल यहाँ लेख्नुस् रेभिन्यू भनेर एउटा के हो त साथीहरु ट्याक्सेबल हुन्छ नन ट्याक्सेबल हुन्छ ट्याक्सेबल भनेको चाहिँ कस्तो भन्दाखेरि जति पनि तपाईहरुले के हो त साथीहरु फाइनान्शियल चार्ज नै भन्छौं हामी पछि ट्याक्सलाई सरकारले के हो त एउटा फाइनान्शियल चार्ज लिने हो साथीहरु करबाट उठाएको विभिन्न किसिमको करहरु हुन्छ है कर भन्दाखेरि हामी सुन्दा मात्र एउटा जस्तो लाग्छ साथीहरु विभिन्न किसिमको करहरु हुन्छ त्यसको पनि भेरियस टाइप्सहरु अहिले हामी पढ्छौं ल तपाईले यति मात्र बुझ्नुस् पहिला रेभिन्यू एउटा के हुन्छ त सरकारले चाहिँ आम्दानीको स्रोतहरु हुँदा रहेछ सरकारको अर्को चाहिँ विभिन्न किसिमको के हो त साथीहरु नन के हो त अथवा डेब्ट दुई नम्बरमा तपाईले ऋण सुन्नुभएको छ तपाईहरुले सरकारले नेपालमा चाहिँ एउटा मान्छे जन्मिने बित्तिकै 18,000 एउटा मान्छे जन्मिने बित्तिकै एउटा मान्छेको एउटा के हो त बच्चाको टाउकोमा चाहिँ 18,000 प्लस के हो त ऋण पर्छ भनेर भन्छ नि कसले लिएको ऋण हो त हामीले लिएर खाएको त होइन सरकारले लिएको के हो त साथीहरु ऋण विभिन्न के हो त एडीबीहरुसँग के हो त एसियन डेभलपमेन्ट बैंकहरुसँग विभिन्न के हो त वर्ल्ड बैंकहरुसँग विभिन्न अरु फरेन कन्ट्रीहरुसँग विभिन्न के हो त साथीहरु लिएको ऋणहरु किन लिएको भन्दाखेरि आम्दानीले पुगेन अर्थतन्त्र चलाउनु पर्यो सरकारलाई के हो त करोडौंको गाडी चढ्नु पर्यो हो के भन्नुस् त
हेलिकप्टर चढ्नु पर्यो प्रधानमन्त्रीलाई के हो त परराष्ट्र मन्त्रीहरूलाई राष्ट्रपतिहरूलाई विभिन्न उयसमा हेर्नु त हरेक वर्ष करोडौँको उपचारमा खर्च गर्छ चाहिने नचाहिने सुविधाहरू दिएर हो क्या भन्नुहोस् त विभिन्न अर्बौं खर्चहरू के हो साथीहरू त्यसरी के भइरहेको हुन्छ खर्च भइरहेको हुन्छ आम्दानीभन्दा धेरै खर्च भइदियो के हुन्छ त अब ऋण ल्याउनु पर्यो हरेक वर्ष ऋण थप्दै गएको छ है अनि के हो त हरेक नेपालीलाई हरेक वर्ष चाहिँ नयाँ अपडेट आउँछ कि एउटा नेपालीको टाउकोमा यति ऋण भयो भनेर यो पनि सरकारलाई मतलब छ एउटा डेप्टबाट एउटा केबाट त आम्दानीबाट मैले आम्दानीको बारेमा अघि नै भनिहालेँ तपाईँलाई आम्दानी पनि कति किसिमको हुन्छ त सर भनेर भन्छन् दुई किसिमको एउटा ट्याक्सेबल आम्दानी हुन्छ अर्को के हुन्छ त नन ट्याक्सेबल आम्दानी हुन्छ है त ट्याक्सेबलमा चाहिँ विभिन्न किसिमको इम्प्लोइमेन्ट ट्याक्स बिजनेस ट्याक्स प्रोपर्टी ट्याक्स भ्याटको कुराहरू भयो साथीहरू भ्यालुडेड ट्याक्स भयो इन्ट्रेस्ट ट्याक्स इन्भेस्टमेन्ट ट्याक्सहरू पऱ्यो भने नन ट्याक्सेबलमा चाहिँ लेखाउँछु फाइन एन्ड पेनाल्टीहरू अघि हाम्रो यहाँ साथीहरूले भन्दै हुनुहुन्थ्यो फाइन एन्ड पेनाल्टीहरूको कुराहरू आउँछ ल यहाँ तपाईँले आम्दानीमा पनि यस्तो गर्नु होला दुईवटा यो पनि दुई किसिमको हुन्छ भन्नु खोज्यो है यो पनि कति त सर भनेर भन्नुहुन्छ नि दुई किसिमको हुन्छ साथीहरू ल यो पनि के हो त भन्दाखेरि दुई किसिमको हुन्छ दुई किसिमको के हुन्छ त सर भन्नुहुन्छ नि एउटा ट्याक्सेबल रेभेन्यू ल तपाईँले यहाँ लेख्नु होला यसरी चित्र बनाउँदै जानु होला यहाँ के हुन्छ सर भन्नुहुन्छ नि ट्याक्सेबल रेभेन्यू अर्को के हुन्छ भन्दाखेरि यहाँनिर नन ट्याक्सेबल रेभेन्यू हुन्छ नन के हो त ट्याक्सेबल रेभेन्यू ल ट्याक्सेबल रेभेन्यू अर्को के हो त ट्याक्सबाट उठाएको आम्दानीहरू साथीहरू अर्को के हो त नन ट्याक्सेबल भनेको चाहिँ ट्याक्सबाट नउठाएको प्रत्यक्ष रूपमा नउठाएको तपाईँलाई चाहिँ ल तैँले यति आम्दानी कमाइस् ल यति पैसा चाहिँ अब सरकारलाई तिर भनेर उठाएको होइन तपाईँले गल्ती गर्नुभयो तपाईँले समयमा के तिर्नु भएन त सरकारको के हो त नानीहरू ट्याक्सहरू तिर्नु भएन राजस्व तिर्नलाई यति समय दिएको हुन्छ त्यसमा तिर्नु भएन बिना तपाईँले हेलमेट के हो त बिना लाइसेन्स तपाईँले बाइक कुदाएर हिँड्नुभयो हो यस्तो बेलामा फाइन एन्ड पेनाल्टीहरू पर्छ समयमा तपाईँले विद्युतको महसुल तिर्नु भएन भने त्यहाँ तपाईँलाई फाइन एन्ड पेनाल्टी आउँछ हो क्या भन्नुहोस् पानीको बिल तपाईँले समयमा तिर्नु भएन भने के आउँछ फाइन एन्ड पेनाल्टी आउँछ सबै चाहिँ के हो त नन ट्याक्सेबल रेभेन्यूहरूमा पर्छ विभिन्न किसिमको सब्सिडिजहरूको कुराहरू आउँछ ल ७१,००० भनेर भन्दै हुनुहुन्छ प्रमिलाजी ठिक छ ल ट्याक्सेबल रेभेन्यू अर्को के हो त नन ट्याक्सेबल रेभेन्यू है त अब अर्को साथीहरू डेप्टको कुराहरू आयो है के हो त भन्दा डेप्टको कुराहरू आयो डेप्ट पनि कतिवटा हुन्छ त भन्दा दुई किसिमको हुन्छ ल डेप्ट पनि कति किसिमको हुन्छ भन्दाखेरि दुई किसिमको हुन्छ डेप्ट पनि कति किसिमको हुन्छ भन्दा दुई किसिमको हुन्छ कस्तो डेप्ट भन्दाखेरि एउटा इन्टरनल डेप्ट हुन्छ एउटा के हुन्छ त एक्सटर्नल डेप्ट हुन्छ है त ल एउटा के हो त इन्टरनल डेप्ट एउटा के हो त एक्सटर्नल डेप्ट ल इन्टरनल डेप्ट भनेको आफ्नै देशसँग लिने आफ्नै देशभित्रको विभिन्न ठुल्ठुलो अर्गनाइजेसनहरू सबैभन्दा धेरै नेपालमा इन्टरनल लोन कसलाई दिने त साथीहरू सरकारलाई लोन दिने कसको क्षमता छ भन्दाखेरि एउटै मात्र ब्याङ्क हो कसको भन्दा नेपाल राष्ट्र ब्याङ्क हो अरूको हैसियत नै छैन है बरु सरकारले के गर्न सक्छ विभिन्न किसिमको साथीहरू डिबेन्चरहरू के हो त बन्डहरू के गर्न सक्छ त गभर्नमेन्ट बन्डहरू हामी पढ्छौँ भोलिपर्सि 4th इयरमा तपाईँहरूले गभर्नमेन्ट बन्डहरू ट्रेजरी बन्डहरू भन्छ त्यसरी इस्यु गरेर पनि पैसा केही मात्रामा उठाउन सक्छ होइन भने सरकारलाई लोन दिने ब्याङ्क चाहिँ को हो त भन्दा नेपाल राष्ट्र ब्याङ्क अर्को बरु कर्मचारी सञ्चय कोषहरूले दिन सक्छ सिआइटी भनेको सिटिजन इन्भेस्टमेन्ट ट्रस्टहरूले के गर्न सक्छ दिन सक्छ ल एउटा इन्टरनल के हुने रहेछ त डेप्ट अर्को के हुन्छ त साथीहरू एक्सटर्नल डेप्ट हुन्छ अब एक्सटर्नल डेप्टको कुराहरू त तपाईँलाई थाहा छ नि एक्सटर्नल अघि पनि मैले भनिसकेको छु एडिबी भनेको एसियन डेभलपमेन्ट ब्याङ्कहरू के हो त साथीहरू वर्ल्ड ब्याङ्कहरू फरेन कन्ट्रीहरूसँग लिने लोनहरू चाहिँ के हो त एक्सटर्नल डेप्ट हो अब यो भित्रको म बुलेटहरू लेखाउँछु है त ल ट्याक्सेबल रेभेन्यूमा साथीहरू सबभन्दा पहिला ट्याक्सेबल रेभेन्यूमा के पर्छ त भन्ने कुरा जानाउँ ल ट्याक्सेबल रेभेन्यूमा के पर्छ त सर भनेर भन्नुहुन्छ भने लेख्नुहोस् ल ट्याक्सेबल के हो त रेभेन्यूमा ट्याक्सेबल रेभेन्यू भनेको ट्याक्सबाट के हो त साथीहरू उठाउने है त ट्याक्सद्वारा उठाउने ट्याक्सेबलमा के पर्छ त भनेर भन्नुहुन्छ भने यहाँनिर लेख्नुहोस् सबभन्दा पहिला बिजनेस ट्याक्स तपाईँले बिजनेस गरेर के गर्नुभयो त आम्दानी जेनेरेट गर्नुहुन्छ भने तपाईँले सरकारलाई के तिर्नुपर्छ साथीहरू बिजनेस ट्याक्स तिर्नुपर्छ है पहिला यसको टाइप्सहरू लेखौँ ल बिजनेस ट्याक्स भयो अर्को के हो त सर भनेर भन्नुहुन्छ भने इम्प्लोइमेन्टबाट आम्दानी गेन गर्नुहुन्छ भने एकदम सजिलो लेख्नु तपाईँहरूलाई इम्प्लोइमेन्ट के हुन्छ त ट्याक्स हुन्छ अर्को के हुन्छ त सर भन्नुहुन्छ भने तपाईँहरूले के गर्नुहुन्छ साथी इन्भेस्टमेन्टबाट इन्कम जेनेरेट गर्नुहुन्छ भने इन्भेस्टमेन्ट ट्याक्स तिर्नुपर्ने हुन्छ जुन इन्कम फ्रम इन्भेस्टमेन्ट भनेर पढ्छौँ हामी छुट्टै इन्भेस्टमेन्ट के हो त साथीहरू ट्याक्स भयो अर्को तपाईँले के गर्नुहुन्छ भन्दाखेरि विभिन्न किसिमको भ्याटहरू पाउनुहुन्छ साथीहरू भ्याट भनेको बिजनेस ट्याक्स पनि होइन इम्प्लोइमेन्ट ट्याक्स पनि होइन के हो त इन्भेस्टमेन्ट ट्याक्स पनि होइन भ्याट भनेको भ्यालु एडेड ट्याक्स भनेको के हो त सर भन्नुहुन्छ भने तपाईँले कुनै पनि सामान चाहिँ के हो त साथीहरू
किनेर त्यसमा भ्यालु एड गरेर जुन नाफा थपेर के गर्नुहुन्छ त तपाईले के गर्नुहुन्छ त आफ्नो कस्टहरु जोडेर नाफाहरु जोडेर के हुन्छ त जुन भ्यालु एड गर्नु भएको हुन्छ त्यो एडिङ गरेको अमाउन्टको ट्याक्सलाई चाहिँ हामी के भन्छौं भ्यालु एडेड ट्याक्स भनेर भन्छौं। लास्टमा यसो हेर्दाखेरि सबै पैसा भ्याट चाहिँ कोबाट चार्ज गर्छ भन्दा हामीबाट चार्ज गर्ने हो। हामी यसो हेर्छौं नि नेटहरुको पैसाहरु हेर्छौं विभिन्न के हो त हलको टिकटहरुको पैसाहरु हेर्छौं साथीहरु विभिन्न होटलमा गएर खाजाहरु खान्छौं खानाहरु खान्छौं त्यहाँनेरि के हुन्छ भन्दा हेर्दाखेरि 1000 रुपैयाँ मात्र भनिरा हुन्छ कस्ट कति भन्दा 9000 अथवा 999 मात्र भनिरा हुन्छ तर तपाईलाई लिने बेलामा कति आन्छ त साथीहरु भन्दाखेरि 1130 अथवा कति त 1200 अथवा 1300 त्यो अनुसारको अब कस्ट अनुसारको तपाईको के हो त 13% भ्याट हानेर लिन्छ। किन भनेर भन्दाखेरि भ्यालु एडेड ट्याक्स लास्टमा उठाउने चाहिँ कोबाट त भन्दा कस्टमरबाट। हामीले हेर्दाखेरि चाहिँ त्यो कस्ट जुन बिजनेस कस्ट जस्तै लाग्छ तर त्यो कस्तो हुन्छ भन्दा हरेक स्टेजमा के भएर आएको हुन्छ त साथीहरु तिर्दै आइरहेको हुन्छ कि त्यो 4-5 जना एकजना बिजनेसबाट के हो त कम्पनी इस्टाब्लिशबाट त्यो सामान के हो त पहिला तपाईहरुको केमा सप्लायरसँग आइपुग्छ होला सप्लायर्स भन्दा पनि माथि अझ को हुन्छ भन्दाखेरि तपाईको जुन कन्ट्रीलाई हेर्ने त्यो उयोहरु हुन्छ साथीहरु डिलरहरु हुन्छ डिलरहरु त्यसपछि सप्लायर्सहरु त्यसपछि रिटेलरहरुमा आइपुग्दाखेरि हरेक स्टेजमा यो भ्याट तिर्दै जानुपर्ने हुन्छ। हरेकले आफ्नो अमाउन्ट कति थपे त कति एड गरेर बेच्दै छ त्यसमा यो डिपेन्ड हुने हो यो बिजनेससँग सम्बन्धित होइन है त। ल भ्याटको कुराहरु भयो अर्को के हुन्छ त सर भनेर भन्छ नि अरु ट्याक्सहरु यदि तपाईले के गर्नुहुन्छ साथीहरु इन्ट्रेस्टहरु कमाउनुहुन्छ इन्भेस्टमेन्ट जस्तै हो तर इन्ट्रेस्ट भने चाहिँ कस्तो भन्दाखेरि तपाईहरु बैंकमा काम गर्नुहुन्छ अथवा तपाईहरुले मोबाइल बैंकिङ युज गर्नुहुन्छ भने तपाईहरुको ब्याज आइरा हुन्छ साथीहरु है धेरै पैसा छ भने धेरै ब्याज आउला होइन भने तपाईहरुको 200 300 400 500 के हो त अथवा 1000 रुपैयाँ सम्म के हो त मन्थली तपाईहरुको ब्याज आइराको हुन सक्छ तपाईहरुको केमा त भनेर भन्दाखेरि मोबाइल बैंकिङमा तपाईहरुको देखाउँछ स्टेटमेन्टमा है त अनि त्यहाँ पनि 5 रुपैयाँ 10 रुपैयाँ 15 रुपैयाँ के गरेर हुन्छ त ट्याक्स काटिरा हुन्छ। हो त्यो ट्याक्स भनेको चाहिँ के हो त सर भनेर भन्नुहुन्छ नि त्यो ट्याक्स भनेको इन्टरेस्ट ट्याक्स हो। तपाईले इन्ट्रेस्ट के गर्नुभयो त गेन गर्नु भएको भए बापत के हो त तिर्नु भएको ट्याक्सलाई इन्ट्रेस्ट ट्याक्सहरु भन्छौं। यो धेरै हुन्छ साथीहरु यो सबै लेखेर साध्य छैन म्याक्सिमम त हाम्रो भ्याटमै परिहाल्यो। भ्याटमा के हो त सेलिङ ट्याक्सहरु पर्छ विभिन्न किसिमको तपाईको सर्भिस ट्याक्सहरु पर्छ सबै भ्याटमै पर्यो कि विभिन्न किसिमको के हो त साथीहरु यो बिजनेस ट्याक्सहरु पनि जस्तै तपाईको सेलिङ कुनै पनि सामानहरु बेच्दाखेरि उयो गर्ने ट्याक्स के हो त भन्दा हामी सर्भिसहरु चार्ज गर्छौं जस्तै हामी वाइफाईहरु चलाउँछौं हस्पिटलहरु जान्छौं कलेजहरु जान्छौं त्यहाँ त्यो सबै सर्भिस हो त्यसमा पनि भ्याट लागिरा हुन्छ भने सर्भिस चार्जहरु धेरै ट्याक्सहरुलाई चाहिँ कसले त भन्दा भ्याटले रिप्लेसमेन्ट गरिरा हुन्छ। त्यो पनि केही पृथक अथवा केही छुट्टै हुन्छ जस्तै के हो त भन्नुहुन्छ नि प्रोपर्टी ट्याक्स भयो तपाईहरुको प्रोपर्टीको हरेक वर्ष तपाईले ट्याक्स तिर्नुपर्छ जग्गाको तपाईलाई थाहा नै होला है गुवामालाई गएर सोध्नु होला साथीहरु घरको जग्गाको अहिले त अब यो रुममा बस्नेको पनि काठमाडौँ महानगरपालिकाले के हो त साथीहरु घरबेटीलाई ट्याक्स उठाउने भनेर भनेको छ सबै के हो त प्रोपर्टी ट्याक्सहरु। ल अब अर्को के हो त भन्दा नन ट्याक्सेबल रेभेन्यू हेर्नुस् नन ट्याक्सेबल के हो त रेभेन्यूको कुरा नन ट्याक्सेबलमा के पर्छ त है ल नन ट्याक्सेबल रेभेन्यूमा के पर्छ त भन्दाखेरि फाइन एन्ड पेनाल्टीको कुराहरु आउँछ। फाइन एन्ड के आउँछ त भन्दाखेरि पेनाल्टीको कुराहरु आउँछ। मैले अघि पनि साथीहरुले कुरा गरिसक्नु भएको थियो फाइन मात्र भनेर फाइन मात्र हैन फाइन एन्ड के हो त पेनाल्टी हो है त। र फाइन एन्ड पेनाल्टी भयो अर्को के हुन्छ भनेर भन्दाखेरि ग्रान्ट्स भन्ने हुन्छ साथीहरु सुन्नु भएको छ ग्रान्ट्स भनेको के हो ल ग्रान्ट्स भनेको के हो भन्दाखेरि साथीहरु ग्रान्ट्स भनेको यो के हुन्छ भन्दाखेरि अनुदानहरु के यो के हुन्छ भन्दाखेरि इन्डियाले चाहिँ 10 वटा एम्बुलेन्स 20 वटा एम्बुलेन्स है 20 वटा गाडी चाहिँ के हो त नेपाल सरकारलाई अनुदान दियो भनेर भन्छ। बेला-बेलामा एम्बुलेन्सहरुको कुराहरु चाहिँ के आइरा हुन्छ साथीहरु अनुदानहरु दिइरा हुन्छ विभिन्न किसिमको विभिन्न देशहरुले चाहिँ के दिइरा हुन्छ त अनुदान दिइराको हुन्छ। हो त्यो सबै अनुदान चाहिँ केमा पर्यो त भन्दा सरकारको नन ट्याक्सेबल रेभेन्यूमा पर्यो। रेभेन्यू नै हो त्यो आम्दानी भोलिपर्सि तिर्नु पर्दैन है साथीहरु यो के गर्नु पर्दैन भोलिपर्सि सरकारले तिर्न पर्दैन यो के पनि के हो त भन्दाखेरि रेभेन्यू नै हो। तर यो कस्तो रेभेन्यू रहेछ त भन्दाखेरि नन ट्याक्सेबल के हो त रेभेन्यू रहेछ के हो त भनेर भन्नुहुन्छ नि ग्रान्ट्स। अर्को पनि हुन्छ सर अर्को के हुन्छ भन्नुहुन्छ नि सब्सिडिज हुन्छ। सब्सिडिज भनेको के हो सर भन्नुहुन्छ नि यो सब्सिडिज भनेको आर्थिक सहायता हो। भोलिपर्सि तपाईहरुले यो उयोहरुमा पनि न्युमेरिकलहरुमा नि पढ्नुहुन्छ सब्सिडिज है विभिन्न किसिमको रिबेट्सहरु पढ्नुहुन्छ साथीहरु सब्सिडिजहरु पढ्नुहुन्छ एकदम दुर्गम ठाउँहरुमा बस्ने मान्छेहरुलाई चाहिँ के गर्छ त भन्दा कहिलेकाहीँ सरकारले के गरिरा हुन्छ त ट्याक्स छुट गरिरा हुन्छ साथीहरु मिना गरिरा हुन्छ तिनीहरु पनि सब्सिडिजहरुमै पर्छ। विभिन्न उयोहरुको कुराहरु आउँछ भोलिपर्सि हामीले पढ्दै गर्दा महिलाहरुलाई दिने छुटको कुराहरु आउँछ। ल
सिरिज भनेको के हो त सर भन्नुहुन्छ भने आर्थिक सहायता है। यो नर्मली तपाईले भारत अमेरिका जापानहरुको केसमा नेपाललाई आर्थिक सहायता गरेर कुराहरु अनुदानमा दिएको कुराहरु हामी के गरिरहन्छौं सुनिरहन्छौं हुन्छौं। दिज आर अल के हो त नन ट्याक्सेबल के हो त रेभिन्यू। अब यति सकौं आजलाई। अनि अर्को के हो त इन्टरनल डेब्ट र एक्सटर्नल डेब्ट पनि लेखाएको छु धेरै छैन ल। इन्टरनल डेब्टमा के पर्छ त मैले अघि पनि भने एनआरबी सबभन्दा माथि पहिला के आउँछ साथीहरु इन्टरनल डेब्टमा के आउँछ त भन्दाखेरि एनआरबी नेपाल राष्ट्र बैंक लेख्नु होला ट्याक्सेबल रेभिन्यू अलिकति मैले बोल्ड गरेँ है त। इन्टरनल के हो त डेब्ट के हो त भनेर भन्नुहुन्छ नि एक्सटर्नल के हो त डेब्ट। फाइन एन्ड पेनाल्टी यो के हो त साथीहरु इन्टरनल डेब्टमा। इन्टरनल डेब्टमा सबभन्दा पहिला के हुन्छ त भन्दाखेरि एनआरबी भनेर लेख्न सक्नुहुन्छ तपाईले ल। लोन फ्रम के हो त एनआरबी है त। लोन फ्रम एनआरबी। एनआरबी भनेको नेपाल राष्ट्र के हो त साथीहरु बैंक। अर्को लोन के हुन्छ त सर भनेर भन्नुहुन्छ भने अर्को तपाईले लेख्न सक्नुहुन्छ साथीहरु लोन फ्रम के हो त पीएफ नट अ बीएफ है त ल। लोन फ्रम के हो त भन्नुहुन्छ नि पीएफ। पीएफ भनेको के हो भन्नुहुन्छ नि प्रोभिडेन्ट फन्ड कर्मचारी सञ्चय कोष ल। पीएफ भनेको के हो त साथीहरु कर्मचारी सञ्चय कोष। यहाँ लेख्नुस् पी के हो त पीएफ प्रोभिडेन्ट फन्ड भनेको है त। पीएफ भनेको के हो त प्रोभिडेन्ट फन्ड हो। अर्को तपाईले सीआईटी ल। लोन फ्रम सबै यो के हो त गभर्नमेन्ट अर्गनाइजेसनहरु हो साथीहरु। अरूसँग पनि लिन सक्छ तर सबै लेखेर साध्य हुँदैन जस्ट बुझ्नको लागि के हो त यो रहेछ है भनेर तपाईले पढ्दाखेरि बुझ्नको लागि सजिलोको लागि मात्र केही के हो त उदाहरण मात्र हो यो ल। लोन फ्रम एनआरबी ल। एक्सटर्नल डेब्टहरुमा के पर्ला त सर भनेर भन्नुहुन्छ नि एक्सटर्नल डेब्टहरुमा लोन फ्रम के हो त साथीहरु एडीबी एडीबी है एशियन डेभलपमेन्ट के हो त बैंक एग्रिकल्चर डेभलपमेन्ट बैंक भनेर लेख्नु होला नि फेरि ल। त्यहाँ साइडमा लेख्नु होला साथीहरु त्यहाँ ठाउँ भएन। एडीबी भनेको के हो त एशियन के हो त डेभलपमेन्ट के हो त बैंक है त। अरु के हुन्छ भन्दा लोन फ्रम वर्ल्ड बैंक भयो ल। लोन फ्रम के हो त साथीहरु वर्ल्ड बैंक। लोन फ्रम के हो त भनेर भन्नुहुन्छ नि वर्ल्ड बैंक है त ल। लोन फ्रम के हो त वर्ल्ड बैंक ल। लोन फ्रम के हो त वर्ल्ड बैंक भयो ल। अर्को के हो त सर भनेर भन्नुहुन्छ नि अर्को फरेन कन्ट्रीहरुसँग पनि लोन लिन्छ जस्तै इन्डियासँग लोन लिने जापानसँग लोन लिने हो कि भन्नुहोस् त अमेरिकासँग लोन लिने ल। अर्को के हो त भन्दाखेरि लोन फ्रम के हो त फरेन कन्ट्रीहरुको कुराहरु आउँछ। यहाँनिर लेख्नुस् लोन फ्रम के हो त फरेन साथीहरु कन्ट्री। लोन फ्रम के हो त फरेन कन्ट्री भनेर लेख्नुस् ल। लोन फ्रम के हो त साथीहरु फरेन कन्ट्री भनेर लेख्नुस् एक्सटर्नल डेब्टमा है त। फरेन के हो त कन्ट्री। आजलाई मैले यति नै लेखाए। अब भोलि चाहिँ हामी के गर्छौं भन्दा ट्याक्सको विभिन्न के हो त साथीहरु मिनिङहरु है कसले के भनेको थियो र ट्याक्स भनेको के हो एक्चुअली भन्ने विषयमा हामी छलफल गर्छौं। तपाईहरुले भनेको यो ट्याक्स उठाउने सरकारले उठाउने चार्ज मात्र भनेर हुँदैन है। त्यस्तो परिभाषा भनेको के हो त भन्दा त्यो त जसले पनि भनिदिहाल्छ है। बाख्रा भैँसीमा लाग्ने ट्याक्स अनि भ्यालु एडेड ट्याक्स यति मात्र भनेर हुँदैन। ट्याक्सको बृहत तपाईहरुले के हो त भन्दाखेरि एन्सर लेख्नु पर्ने हुन्छ जुन एक्टमा है त ट्याक्स एक्ट 2000 के हो त 58 मा जुन के हो त तपाईहरुले उयो गरेको कानुन बमोजिम निर्धारण गरेको परिभाषाहरु एउटा दुईटा चाहिन्छ। नर्मल साधारण भाषाको मात्र लेखेर हुँदैन है ल। फरेन के हो त यहाँ कन्ट्री भनेर लेख्नुस् फरेन कन्ट्री भनेर लेख्नुस्। यति पढेर आउने काम भोलि तपाईहरुको हो। यो तपाईहरुलाई एक्जाममा सोध्न सक्छ। क्वेशन के भनेर आउँछ भन्दा राइट डाउन के हो त फाइनान्सिङ सोर्स अफ के हो त साथीहरु गभर्नमेन्ट अथवा फाइनान्सिङ सोर्स अफ मनी अफ कसको त गभर्नमेन्ट भनेर तपाईहरुले के गर्न सक्छ साथीहरु सोध्न सक्छ है। सरकारको के हो त आम्दानीको स्रोतहरु के हो आम्दानीको स्रोतहरु अथवा सरकारको पैसा आउने माध्यमहरु के हो भन्छ भने फेरि पनि एकचोटी भने एउटा रेभिन्यू एउटा डेब्ट एउटा कि सरकारले आम्दानी जेनेरेट गर्छ साथीहरु एउटा कि त के गर्छ सरकारले डेब्टबाट ऋण लिन्छ। मैले फेरि पनि भने डेब्ट रेभिन्यू कति प्रकारको हुन्छ भन्दा दुई प्रकारको हुन्छ। ट्याक्सेबल रेभिन्यूमा सबै किसिमको ट्याक्सहरु आउँछ। जति पनि ट्याक्सबाट सरकारले के रे कमाई गर्छ साथीहरु इन्कम गर्छ सबै के हो त भन्दा तपाईको ट्याक्सेबल रेभिन्यूमा पर्छ। जस्तै बिजनेस ट्याक्स इम्प्लोयमेन्ट ट्याक्स इन्भेस्टमेन्ट ट्याक्स भ्याट इन्ट्रेस्ट ट्याक्स प्रोपर्टी ट्याक्स अरूहरु पनि ट्याक्सहरु आउँछ। कस्टम ड्युटीहरुको कुराहरु आउँछ साथीहरु
कस्टम ड्युटीहरु पछि म लेखाउँछु तपाईहरुलाई है। सुर्ती खायो, फुर्ती देखायो, स्कुल क्याम्पस थर्कायो भन्नेतिर हामी भोलि के हो त कस्टम ड्युटी ट्याक्स पर्छौं है। अर्को के हो त नन ट्याक्सेबल रेभेन्यू भनेर भनेको छ। नन ट्याक्सेबल रेभेन्यूमा के पर्छ भन्दा फाइन एन्ड पेनाल्टी, जति पनि जरिवानाहरू सबै के हो त भन्दा नन ट्याक्सेबल रेभेन्यू हो। विभिन्न विदेशहरूले दिने के हो त अनुदान, आर्थिक सहायताहरू, दिज आर अल के हो त नन ट्याक्सेबल रेभेन्यू रहेछ गभर्नमेन्टको। सरकारले के हो त ऋण पनि दिन सक्ने रहेछ, ऋण इन्टरनल पनि हुने रहेछ, एक्सटर्नल पनि हुने रहेछ है। इन्टरनल कोसँग लिन्छ त सर, म्याक्सिमम भनेर भन्नुहुन्छ भने नेपाल राष्ट्र बैंक, प्रोभिडेन्ट फन्ड, सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नागरिक लगानी कोष, पीएफ भनेको प्रोभिडेन्ट फन्ड, कर्मचारी सञ्चय कोष लेख्ने त्यहाँ कपीमा ल। अर्को एक्सटर्नल डेट भनेको के हो भनेर भन्नुहुन्छ नि लोन फ्रम के हो त एग्रिकल्चर होइन है साथीहरु। ल सरले त गलत लेखाउनु भएछ भनेर भन्नु, एग्रिकल्चर होइन यहाँनिर लेख्नुस् ल। एग्रिकल्चर होइन, के हो त भन्दा एसियन डेभलपमेन्ट बैंक ल। एसियन के हो त डेभलपमेन्ट बैंक भनेर लेख्नुस् साइडमा ल। यहाँ अड्दैन होला तपाईहरुको कपीमा पनि एसियन डेभलपमेन्ट बैंक भनेर लेख्नुस्। अर्को वर्ल्ड बैंक, अर्को हो त फरेन कन्ट्री, विभिन्न विदेशहरुसँग लिने लोन चाहिँ सबै केमा पर्छ त एक्सटर्नल डेब्टमा पर्छ। भोलिको हाम्रो कोर्स च्याप्टर भनेको के हुन्छ टपिकहरु भनेर भन्दाखेरि भोलि एक दिन तपाईहरुलाई यसो थ्योरी पढाउँछु म अलिअलि नानीहरु, पर्सि निका पर्सिदेखि अनि हामी सिधै के हो त हिसाब सुरु गरिहाल्छ है। एक दुई दिन यो एकदमै इम्पोर्टेन्ट, ट्याक्स भनेको के हो तपाईहरुलाई एकदमै इम्पोर्टेन्ट भएको भएर यसो के हो त भन्दाखेरि प्रिन्सिपलहरु छ, एजम्पसनहरु छ, क्यानोन्स भनेर पढ्छौं जुन हामी, अनि त्यसमा के हो त क्यानोन्सहरु पढ्छौं। यसको सर लोन फ्रम सीआईटी को एकचोटी भनिदिनुस् न सर। सीआईटी भनेको सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट, नागरिक लगानी कोष भन्छ नेपालीमा। यहाँ लेख्नुस् त सिटिजन ल, पछि सबै आउँछ है, इम्प्लोयमेन्टमा पर्छ यिनीहरु। सिटिजन के हो त इन्भेस्टमेन्ट ट्रस्ट, इन्भेस्टमेन्ट ट्रस्ट ल। सिटिजन इन्भेस्टमेन्ट ट्रस्ट भनेको नागरिक लगानी कोष ल। सुन्नुभयो होला तपाईहरुले, नागरिक के हो त लगानी कोष ल। यो चाहिँ के हो त भन्दाखेरि गभर्नमेन्टले कम्पल्सरी गर्दैन साथीहरु, तपाईहरुको स्यालेरीबाट काटेर आउँदैन। यो चाहिँ आफैले के हो त यहाँ चाहिँ तपाईले के गर्नुहुन्छ भन्दा यदि तपाईले यहाँ लगानी गर्नुहुन्छ भने यिनीहरुबाट, यो पीएफ र सीआईटी चाहिँ के हो त भन्दाखेरि कर छुट संस्थाहरु हो। यिनीहरुबाट आएको ब्याजमा, यिनीहरुबाट आएको के हो त साथीहरु लो के रे इन्ट्रेस्टहरुमा चाहिँ हामीले के तिर्नु पर्दैन, ट्याक्स तिर्नु पर्दैन के, कर छुट हुन्छ। त्यही भएर हामीले के गर्छौं भन्दा सीआईटीमा तपाईले जति पनि के गर्नुहुन्छ पैसा राख्नुस्, त्यहाँबाट जति पनि ब्याज आउँछ तपाईलाई त्यहाँ 1% पनि ट्याक्स पर्दैन। के हो त कर छुट के हो त साथीहरु संस्थाहरु हो। अब यो प्रोभिडेन्ट फन्डमा त कम्पल्सरी नै भइहाल्यो, गभर्नमेन्ट इम्प्लोइहरुले, तपाईहरुले प्राइभेट सेक्टरहरुले पनि अहिले त पीएफमा के हो त प्रोभिडेन्ट फन्डमा कम्पल्सरी गर्छ। 10% को जुन हाम्रो मार्जिन छ यो 10% कसले त अफिसले हाल्दिने, 10% गभर्नमेन्टले अथवा 10% के हो त आफ्नो स्यालेरीबाट काटेर आउने भन्ने कन्सेप्ट तपाईलाई थाहा छ नै छ। तपाईको जति पनि ब्याज बढ्दै जान्छ नि, तपाईले 30 वर्ष 35 वर्ष जति पनि काम गर्नुहुन्छ सबै चाहिँ के हुन्छ त्यो आम्दानी कर छुट हुन्छ प्रोभिडेन्ट फन्डको है त ल। आजलाई मैले यतिमै थाहा दिइराखे साथीहरु, पीएफ भनेको के हो त प्रोभिडेन्ट फन्ड भनेर लेख्नुस्। तपाई फर्स्ट टाइम पढ्दै ट्याक्स पढ्दै हुनुहुन्छ भने थाहा नहुन सक्छ नानीहरु, प्रोभिडेन्ट के हो त फन्ड भनेर लेख्नुस् है त ल। योलाई नेपालीमा के भन्छ त कर्मचारी सञ्चय कोष भनेर भन्छ ल। कर्मचारी के हो त सञ्चय कोष भनेर लेख्नुस्, कोर्स हैन कोष ल। सबैजनालाई धन्यवाद। भोलि हामी फेरि 9 बजे जोडिन्छौं साथीहरु। भोलि हामी कर भनेको के हो, करका प्रकारहरु र करको के हो त मान्यताहरु के हो, कर चाहिँ कुन कुन मान्यतामा चाहिँ के हुन्छ साथीहरु टिकेको छ अथवा कुन कुन सिद्धान्तमा आधारित छ, सो क्यानन्सहरु, त्यसको एजम्पसनहरु, विभिन्न के हो त बस्तावलीले भनेको, विभिन्न के हो त कहिले त साथीहरु एडम स्मिथले भनेको भन्ने भनाइहरु हामी के गर्छौं, त्यो एकदमै इम्पोर्टेन्ट छ। त्यो पनि हामी पढेर भोलि सक्यो भने पर्सिदेखि हिसाब, होइन भने पर्सिदेखि लगभग हिसाब सकिन्छ। भोलि थ्योरी लगभग सकाइन्छ म, पछि फेरि पढाउला नि अरु दिन पनि है त, नयाँ साथीहरु आएपछि ल। आजलाई यति नै तपाईहरुको भिडियो। अहिले चाहिँ हामी फेसबुकमा पनि लाइभ छौं सायद है, युट्युबमा पनि तपाईले भिडियो पाउनुहुन्छ। आजको दिनको चाहिँ भोलिदेखि चाहिँ तपाईहरुको पर्सनली ग्रुपमा मात्र आउँछ है। आज ग्रुपमा पनि आउँछ, भोलिदेखि चाहिँ ग्रुपमा मात्र आउँछ, हामी लाइभ आउँदैनौं ल। गुड नाइट सबैजनालाई।